training organized by Zisan in association with OSCU Nepal. So, in this third session, we have our very own Chitis Raj Sarma Dai, who is an accomplished open source geospatial developer and a dedicated product owner with a profound passion for advancing map data asset services. And currently, he's serving as a key contributor to the HOT OSM. So, yeah, the floor is yours, Chitizai. Thank you. Okay. Hold on. Perfect. A couple of questions to start with. Do you prefer me to have English as a preferred language, or will you prefer Nepali instead? Can anyone confirm? नेपालीमै ठिक हुन्छ होला दाइ अलि बढी बुझिन्छ नेपाली नेपाली च्याटमा पनि नेपाली Okay, perfect. I'll go with the Nepali. है त नेपाली पक्का है त म एकचोटि स्क्रिन सेयर गर्छु. Okay. Can you confirm you can see my screen? Yes, दाइ Yes, perfect. Saroj, go ahead. Okay. Before starting है त मलाई म 2-3 वटा क्वेशन सोध्छु. क्वेशन 1 चाहिँ को चाहिँ डकरसँग फ्यामिलियर छौँ हामी. डकरसँग फ्यामिलियर भएकोहरूले एकचोटि कुडुङ 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 हात उठाउनु त. डकरसँग फ्यामिली कोही पनि हुनुहुन्न. ओके. डकर सुनेको मान्छेहरूको हुनुहुन्छ. यसलाई यस्तो गरौँ न सके डकर सुनेको एटलिस्ट लाइक डकर भन्ने शब्द सुनेको कतिजना हुनुहुन्छ? ओके, एकजना. आयुषले सुनेछ. 2. ओके ओके 3-4 जना छन् जस्तो छ है त डगर सुनेको. गिट सुनेको कतिजना हुनुहुन्छ? गिट हब 1 2 ओके 6 जना. 7 किप रेजिङ ह्यान्ड. ओके 7 आउट अफ 20. भनेपछि हामी सुरुबाटै जान्छौँ है त. ओके, you can lower your hands now. Let's start. Ta. सुरु गर्नुभन्दा पहिला मैले स्लाइड केही पनि बनाएको छैन. यो चाहिँ मेरो पहिलाको है. सुरुमा चाहिँ तर पढ्नुहोस्. तपाईँले मेरो स्लाइड देख्नुभएको छैन? मेरो स्क्रिन मुभ भा छैन दाइ. छैन. ओके, गिभ मी अ सेक. हेलो हेलो हेलो, म अडिबल छु? यस्तै भनिदियो त एकचोटि.
हेलो हेलो अडिबल हुनुहुन्छ दाइ फेरि एकचोटि कोही बोल त हजुर दाइ बोल्दै छैन सरी फर द्याट म फेरि एकचोटि स्क्रिन सेयर गर्छु है मेरो स्क्रिन सेयर भयो बच्छ दाइ यस हजुर दाइ पर्फेक्ट सरी फर द इन्कन्भिनियन्स यहाँबाट सुरु गरौँ म को हो भन्नेबाट म थोरै सुरु गर्छु त्यसपछि अनि हामी अगाडि जान्छौँ है त मेरो नाम क्षितिज राज शर्मा हो म डब्लुआरसीकै पास आउट हो म चाहिँ डिग्रीले जियोमेट्रिक्स इन्जिनियर हो र अहिले चाहिँ म ह्युमेनिटेरियन ओपन स्ट्रिट म्याप टिममा काम गर्छु मेरो रोल चाहिँ प्रोडक्ट अनर म्याप डेटा एक्सेस सर्भिसेसको म प्रोडक्ट अनर हो र मैले मेरो करियर एज अ जियो स्पेसल डेभलपर स्टार्ट गरेको थिएँ त्यसपछि म बिस्तारै लाइक ब्याकएन्ड इन्जिनियरिङतर्फ मोर फोकस्ड भएँ मेरो करियरमा र throughout my whole career phase, I have been backend developer ever since. So मेरो role still product owner यो वर्षबाट change भए तापनि I do a lot of backend stuffs. And basically, like I love spatial data, and you can see me as a guy who loves to code while loving spatial data. So basically, यो दुईटा डोमेन भित्र चाहिँ मेरो करियर चलिरहेको छ र म अर्को एक्टिभ ओपन सोर्स यो स्पेसल डेभलपर पनि हो र अहिले रिसेन्ट हामीले ओएसयू नेपाल जुन इनिसिएसन लिएको छौँ म यसको फाउन्डर र यसको एक्टिभ कन्ट्रिब्युटर पनि हो है त इनिसिएटर भनौँ न र यसको एक्टिभ कन्ट्रिब्युटर पनि हो र अलङ विथ द्याट आई डु कन्ट्रिब्युट इन लट्स अफ अदर ओपन सोर्स प्रोजेक्ट्स एज वेल र मलाई गिटहबमा भेटाउन सक्नुहुन्छ र मलाई चाहिँ लिङ्क्डइनमा पनि भेटाउन सक्नुहुन्छ बट आई एम भेरी इनएक्टिभ इन लिङ्क्डइन र मलाई बेस्ट वे रिच आउट गर्ने भनेको चाहिँ मोस्टली इन गिटहब अथवा चाहिँ डिस्कर्ड र वेस्टियो नेपालको च्यानलमा चाहिँ म लाइक यताउति भइरहेको हुन्छु एनिवे लाइक दिस इज अबाउट मी यु क्यान अल्सो रिच आउट टु मी थ्रु इमेल यतापट्टिको चाहिँ मेरो अफिसियल इमेल हो जुन अफिसमा म युज गर्छु र यतापट्टिको चाहिँ म यो जिसानको कार्यक्रम भएकोले आइ एम अल्सो सेयरिङ माई पर्सनल इमेल सो यु क्यान ड्रप मी पर्सनल इमेल एज वेल यो फोटोमा देखेको आधा म हो र पुरै म चाहिँ यहीँ छु होइन अब सुरु गरौँ है त र यस सेसनलाई चाहिँ म एज अ लाइक प्रेजेन्टेसन भन्दा पनि एज अ इन्टरेक्टिभ वर्कसपको रूपमा अगाडि लैजान्छु सो द्याट फिल फ्री टु ओपन यर माइक टर्न अन यर क्यामेरा अथवा चाहिँ इफ यु आर नट कम्फर्टेबल विथ टर्निङ अन यर क्यामेरा द्याट इज अल्सो ओके but yeah, feel free to open your mic or drop anything on your chat. I can see your chat while I'm presenting, so त्यहाँबाट सुरु गरौँ है त किनभने यो वर्कसप हो र यसलाई जति अगाडिसम्म लान सकिन्छ हजुर आएस आयुषको ह्यान्ड रेज रहेछ अघि नै गरेको थिएँ बिर्सेछु ओके नो वरिज है त आई एम अज्युमिङ मेरो गिटहब पेज देखिरहेको छ है तलमाथि नि भइरहेछ नि हैन
ओके पर्फेक्ट। म एउटा लिङ्क सेयर गर्छु। माइक चाहिँ मजाले ओपन गरेर बोलौँ है, सेसनलाई इन्टरेक्टिभ बनाऊ, किनभने वर्कसप हो। यो गिटहबको लिङ्क हो, यो गिटहबको लिङ्कमा क्लिक गरौँ। धेरैजना गिटसँग फ्यामिलियर नहुनुहुँदो रहेछ र डकरसँग पनि फ्यामिलियर हुनुहुन्न चाहिँ I will try to overcome that challenge. Let's start with this one first. सबैभन्दा पहिला चाहिँ मैले के गरेको छु भन्दाखेरि मैले आज दिनभरि लाएर यो बनाएको छु होइन। यसलाई चाहिँ अलिकति प्रोडक्टिभ बनाउनलाई चाहिँ कसरी बनाउन सकिन्छ भन्दा चाहिँ मैले यहाँ प्रत्येक स्टेप इन केस लाइक मैले भनेको केही मिस गर्यो भोलि पर्सि चाहिँ यसलाई फलोअप गर्नको लागि ल्या दाइले त के कमान्ड हान्थ्यो बिर्सेँ मैले त भन्ने नहोस्। र अर्को भनेको चाहिँ लाइक अहिले म लिङ्कहरू सेयर गर्छु र भोलि पर्सि नहराओस् त्यो भन्ने हिसाबले चाहिँ म यो गिटहब रिपो बनाइदिएको छु। यो गिटहब रिपो पछि ओएसयू नेपालको वेबसाइटमा पनि लिङ्क हुन्छ, सो द्याट इट वन्ट गो अवे है त। अब त्यो भएर यसमा लाइक कुनै लिङ्कहरूमा एकदम कसियसली हेरिराख्नु पर्दैन। सबैभन्दा पहिला चाहिँ के गरौँ भन्दा डकर चाहिँ इन्स्टल गर सबैले। अब यस्तो छ, यसमा चाहिँ पोस्टग्रेसएसक्यूएल अथवा पोस्टजेएस हामीले पढ्दै गर्दा सिक्दै गर्दाखेरि चाहिँ त्यो इन्स्टल गर्न कतिजनासँग विन्डोज बाहेक अरू अपरेटिङ सिस्टम छ? हात एकचोटि उठाउ त ल। विन्डोज नभएकोहरू, विन्डोज भएकोले उठाउनु पर्दैन, विन्डोज नभएको। आयुष भाइसँग विन्डोज नरहेछ, ओके। आयुष अधिकारी, ओके। हु एल्स? कुन अपरेटिङ सिस्टम छ हात उठाएको मान्छेहरूसँग? म्याक्स छ दाइ। म्याक छ, ओके। अर्को पनि म्याक छ, ल ठिक छ, दुईजना म्याक रहेछन्। अरू सबै विन्डोज हो नि होइन। विन्डोजमा चाहिँ इन्स्टल गर्न एकदम गाह्रो हुन्छ यो। मेनली चाहिँ जस्तै पोस्टग्रेस धेरै सजिलै इन्स्टल हुन्छ, गिटहरू पनि इन्स्टल हुन्छ, तर जस्तै पोस्टजेएस इन्स्टल गर्नु पर्यो अलि पछि। अब कतिजना फोर्थ इयरको छ मलाई थाहा छैन यहाँ, तर पछि जिडालहरू चलाउनु पर्यो त्यसपछि, अनि लाइक अरू जियो स्पेसियल लाइब्रेरिजहरू चलाउनु पर्यो भने चाहिँ इट विल बी लिटल बिट अफ इस्यु वाइल इन्स्टलिङ। त्यसको लागि ओभरकम गर्ने टन्नै सोल्युसनहरू छन्, जस्तै एनाकोन्डा चलाउन सकिन्छ। एनाकोन्डा एकदम बेस्ट हुन्छ विन्डोजको लागि होइन। इफ नट, डकर इज भेरी गुड अप्सन, किनभने डकर सिक्नु पनि जरुरी छ यदि लाइक प्रोग्रामिङ क्षेत्रमा हल्का फुल्का के भन्छ फुट राख्दैछौ भने डकर एकदम सजिलो हो र डकर सबैभन्दा एफिसियन्ट पनि छ। द्याट्स वाइ म चाहिँ अब सुरु गर्दा डकरबाटै सुरु गरिदिन्छु है त, सो द्याट लाइक एकैचोटि भयोस् यो डकर पनि यही हुन्छ, गिट पनि यही हुन्छ, पुस्टग्रेस पनि यही हुन्छ। यहाँ एउटा लिङ्क छ डकर भन्ने, यसमा क्लिक गर। अनि गिट भन्ने छ, दुईवटा प्री रिक्वेस्ट मैले यहाँ राखेको छु। यो डकर चाहिँ तिमीसँग जुन अपरेटिङ सिस्टम छ, म्याकवालाले म्याकबाट इन्स्टल गर, विन्डोजवालाले विन्डोजबाट इन्स्टल गर, लिनक्स छैन भने ठिकै छ। र गिटमा पनि प्लिज पर्फर्म द सिमिलर स्टेप। यो गिट र डकर चाहिँ इन्स्टल गर त। वाइल वी आर डुइङ सो, पोस्टग्रेसएसक्यूएल इन्स्टल भएको कतिजना छौ? एकचोटि हात उठाउ त। एकजनाको इन्स्टल छ। ओके, भनेपछि हामीसँग एकजनासँग मात्रै पोस्टग्रेस छ। पर्फेक्ट, नो वरिज, त्यो पनि इन्स्टल गर्छौँ हामी, तर त्यो मैले सबै डकरमा हालिदिएको छु। यो इन्स्टल गरौँ त पहिला, डकर र गेट। यु क्यान लोयर यर ह्यान्ड्स नाउ, थ्याङ्क यू फर द्याट। डकर र गेट इन्स्टल गर। त्यतिन्जेल जतिन्जेलसम्म डकर र गेट इन्स्टल गर्छौ त्यतिन्जेलसम्म चाहिँ म दुई चारवटा कुरा सेयर गरिदिन्छु है त। जस्तै डकर भनेको के हो? डकर भनेको चाहिँ के हो भन्दाखेरि डकर भनेको एउटा सिमुलेटेड एक्सपिरियन्स हो भन्न खोजेको। डकरले चाहिँ जस्तै डकरमा तिमीले उबुन्टु चलाउन मिल्छ, डकरमा लिनक्स चलाउन मिल्छ। डकरले एउटा कन्टेनराइज्ड सर्भिस प्रोभाइड गर्छ मान्छेहरूलाई। भन्न खोजेको चाहिँ जस्तै अब आइसोलेटेड इन्फर्मेसन के तिम्रो मसिनमा जुन स्पेक छ, जो कसैको आइओएस होला, कतै कसैको म्याक होला, जेसुकै होस्। तर अब जस्तै पहिला लाइक एउटा मिम आउँथ्यो नि, प्रोग्रामिङ मिम, जस्तै यो कोड मेरो ल्यापटपमा त चल्दै थियो तर तिम्रो ल्यापटपमा किन चलेन भन्छ नि होइन। त्यस्तो खाले प्रब्लमहरू ओभरकम गर्नको लागि सबैको एउटै खाले डेभ इन्भाइरोमेन्ट होस् भन्ने हिसाबले चाहिँ डकर इन्ट्रोड्युस भएको भनेको। डकर र गेट दुइटै इन्स्टल गर्ने। हजुर, डकर र गेट दुवै इन्स्टल गर।
सो डकरले चाहिँ कन्टेनर बेसिसमा काम गर्छ। जब म कन्टेनर बेसिसमा काम गर्छ भन्छु, म के भन्न खोजेको भन्दा चाहिँ है त डकर इन्स्टल गर्दै गर। डकर इन्स्टल भएकोहरूले हात उठाउ त। डकर र गिट दुवै इन्स्टल भएकोहरूले यहाँ आएर हात उठाउ है। एकजनाको इन्स्टल भयो। ओके, यो धेरै समय त लाग्नु नपर्ने। ओके, मेरो अर्को स्क्रिन देखेको छ? देखिएछ दाइ। ओके, म अब डकर बुझाउँछु है त। जस्तै तिमीसँग एकजना मान्छेसँग यहाँ म्याक छ हो, एकजना मान्छेसँग यहाँ के होला, विन्डोज होला अथवा केही होला। डकरले कसरी काम गर्छ भन्दाखेरि चाहिँ डकरले एउटा कन्टेनर बनाउँछ जुन चाहिँ टोटली सिमुलेट, लाइक टोटली सेपरेट। तिम्रो म्याकमा तिमीले डकर इन्स्टल गर, विन्डोजमा इन्स्टल गर, लिनक्समा इन्स्टल गर, यसले एउटा सेपरेट इन्भाइरोमेन्ट बनाउँछ आफूलाई, सो द्याट यसको इन्जिन रन हुन सकोस्। जस्तै यो तिम्रो ओभरअल ल्यापटप भयो होइन, यो ओभरअल ल्यापटप भयो, यो चाहिँ तिम्रो जस्तै ल्यापटप ओएस भयो होइन त, यो ओभरअल ओएस भयो। अब यो ओभरअल ओएसमा फर इक्जाम्पल तिमीले यहाँ के इन्स्टल गरौला, क्रोम इन्स्टल गरौला। त्यसपछि अब अझ अघि एकजनाले भन्नुभयो नि पोस्टग्रेस इन्स्टल गरेको छु मैले भनेर, पोस्टग्रेस एसक्यूएल इन्स्टल गरौला। फरक फरक एप्लिकेसनहरू तिम्रो यो ल्यापटपको ओएसमा इन्स्टल हुन्छ। भने डकरले कसरी काम गर्छ भने यो जुन ब्लू वाला बक्स छ, यो ब्लू बक्सलाई चाहिँ डकर मान तिमी हो। यो डकरले चाहिँ के गरिदिन्छ भन्दा चाहिँ डकर एउटा आफ्नो इन्भाइरोमेन्ट बनाएर तिम्रो ल्यापटपमा बस्दिन्छ र यो भित्र तिम्रो जति पनि एप्लिकेसनहरू छन् नि, पहिला पहिला अब गेम खेल्ने मान्छेहरूले ब्लू स्ट्याकहरू त्यो भर्चुअल बक्सहरू चलाएको होला नि एन्ड्रोइडको गेमहरू खेल्नेलाई होइन हो। यो लगभग त्यस्तै त्यस्तै हो। यसले एउटा भर्चुअल इन्भाइरोमेन्टै बनाइदिन्छ तिम्रो ल्यापटपमा। र यो चाहिँ जस्तै डकरमा इन्स्टल भएको एप्लिकेसन्सहरू तिम्रो आउटसाइड अफ ल्यापटप चाहिँ लाइक अरू एप्लिकेसनहरूबाट एक्सेस गर्नको लागि चाहिँ नेटवर्कहरू बनाउनु पर्छ। यो कन्सेप्ट चाहिँ तिमीले बुझ्नु पर्यो, अनि पछि बल्ल डकरको कन्सेप्ट बुझ्छौ है। भन्न खोजेको डकरले के बनाउँदो रहेछ, एउटा भर्चुअल इन्भाइरोमेन्ट जस्तो बनाउँदो रहेछ र यो भित्र तिमीले जे पनि रन गराउन सक्छौ। जस्तै यसमा तिमीले अब उबुन्टु रन गराइदिन सक्छौ। उबुन्टुको एउटा स्पेसिफिक भर्जन 18.01 भर्जनमा पाइथन चाहिँ 3 एउटा यो क्लस्टरमा इन्स्टल गर्न सक्छौ तिमीले। यो क्लस्टरमा चाहिँ फेरि तिमीले उबुन्टुको होइन, यो उबुन्टुको चाहिँ 20.3 होइन, अनि त्यसपछि पाइथन 2 इन्स्टल गर्न सक्छौ के। तिमीले यसरी फरक फरक क्लस्टरहरूमा फरक फरक सर्भिसेसहरू इन्स्टल गर्न सक्छौ र एक अर्कासँग यिनीहरू इन्डिपेन्डेन्ट हुन्छन्, एउटाले अर्कोलाई केही एफेक्ट गर्दैन। जस्तै अब तिम्रो ल्यापटपमा चाहिँ के हुन्छ, जस्तै पोस्टग्रेस इन्स्टल गर्यौ अनि फेरि यहाँ अर्को पोस्टग्रेस इन्स्टल गर्न मिल्दैन नि। यहाँ पोस्टग्रेस 12 भन्ने भर्जन इन्स्टल गर्यो भने यहाँ पोस्टग्रेस 10 इन्स्टल गर्न मिल्दैन, किनभने यहाँ पुरानो पोस्टग्रेस छ भनिदिन्छ। जस्तै आरजिआइएसहरू चलाउँछौ भने तिमीहरूले पाइथन 2.0 पहिल्यै हुन्छ, अनि फेरि तिमीलाई पाइथन इन्स्टल गर्न खोज्यौ भने त्यसले कन्फ्लिक्टहरू ल्याउँछ नि। तर यहाँ चाहिँ त्यस्तो हुँदैन, किनभने चाहिँ डकरले जहिले पनि आइसोलेटेड इन्भाइरोमेन्टमा काम गर्छ। त्यसो भए डकर हेभी हुन्छ त? डकर स्लाइटली हेभी हुनसक्छ, लिटल बिट हेभी हुन्छ, तर डिपेन्ड। डकरले त्यही भएर इमेजको कन्सेप्ट युज गर्छ क्या। यस्ता जुन सिम्पल मैले राता पोइन्टहरू देखाएँ, यिनलाई चाहिँ के भनिन्छ भने क्लस्टर भनिन्छ है। डिफ्रेन्ट क्लस्टर हुन्छ र यो क्लस्टर चाहिँ कन्टेनर्स, इच क्लस्टरमा फरक फरक कन्टेनर हुन्छ। एउटा कन्टेनर किन कन्टेनर भनेको यसलाई भन्दाखेरि चाहिँ कन्टेनरभित्र सामान राख्यो भने सेफ हुन्छ नि, त्यहाँ आइसोलेट गर्नु मिल्दैन। एउटा कन्टेनरमा एउटालाई थुनेर राख, अर्को कन्टेनरमा अर्कोलाई थुनेर राख, फरक फरक इन्भाइरोमेन्ट भएन तर थुन्न त भएन। तर जे होस् इक्जाम्पल दिएँ मैले होइन। त्यसरी चाहिँ लाइक त्यसलाई कन्टेनर्स भन्छ क्या।
र डकरमा पनि कन्टेनर हुन्छ। एउटा कन्टेनरमा तिमी उबुन्टु राख, अर्को कन्टेनरमा तिमी लाइक डेबियन राख, अर्को कन्टेनरमा तिमी काली राख, फरक फरक कन्टेनरहरूमा राख्न मिल्छ। र प्रत्येक एप्लिकेसनहरू जस्तै पोस्टग्रेसको पनि आफ्नै इमेज छ, त्यसलाई इमेज भन्छ कि, यो इमेजलाई लिएर आएर कन्टेनरभित्र राख्ने। पोस्टग्रेसको आफ्नो इमेज छ, अरू एप्लिकेसनहरूको आफ्नो इमेज हुन्छ, र यसलाई भनिन्छ डकर। डकरको बारेमा फर्दर हाम्रो ओएसयू नेपालमा एउटा इभेन्ट पनि छ, हटओएसएमबाट अर्गनाइज गरेको। त्यसको बारेमा लाइक फर्दर जान्न मन छ र बेसिकबाट नै सुरु गर्छौँ हामीले त्यहाँ। त्यो जान्न मन छ भने चाहिँ त्यो इभेन्ट पनि जोइन हुनु है। त्यो चाहिँ ओएसयू नेपालको गुगल ग्रुपमा मैले पठाएको हुँला, पठाएको छैन भने चाहिँ म फेरि ड्रप गरिदिउँला। अहिलेलाई चाहिँ म यति बेसिकबाट स्टार्ट गरेँ है त डकरलाई। सो गिट भनेको के हो? अब गिट भनेको चाहिँ के हो भन्दाखेरि, गिटलाई चाहिँ तिमीले के भन भन्दाखेरि चाहिँ गिट भनेको कोलाबोरेटिभ वे अफ कन्ट्रिब्युटिङ होइन, अथवा यसलाई चाहिँ के पनि भन्न सक्छौ भन्दाखेरि चाहिँ सेयरिङ कोड होइन। गिटलाई तिमी के भन भन्दाखेरि सबैले ड्राइभ चलाएको छ कि छैन? गुगल ड्राइभ छ नि। गिट भनेको चाहिँ तिम्रो गुगल ड्राइभ जस्तै हो, तर गुगल ड्राइभमा तिमीले पर्सनल फाइलहरू सेभ गर्छौ। यसमा गिटमा चाहिँ तिमी के गर्छौ भन्दा कोडहरू सेभ गर्छौ। अनि अर्को भनेको के हुन्छ भन्दाखेरि चाहिँ गिट चाहिँ केमा एक्सल गर्छ भन्दाखेरि जस्तै लाइक हुन्छ 100जना मान्छेहरूले एउटै प्रोजेक्टमा काम गर्नु पर्यो भने चाहिँ प्रत्येकलाई फरक फरक फाइल त दिएर टेन्सन हुन्छ नि त। अब फाइल कुनले कुन चेन्ज गर्यो, कुनले कस्तो चेन्ज गर्यो थाहा नि हुँदैन, कोलाबोरेटिभ गर्न सकिँदैन। त्यो भएको हुनाले गिटको कन्सेप्ट आएको हो कि। गिटले चाहिँ के गर्न सक्छ भन्दाखेरि 100जना मान्छेलाई एफिसिएन्टली म्यानेज गर्न सक्छ एउटै कोड बेसमा काम गर्नुको लागि। जस्तै त्यही भएर पुल रिक्वेस्टहरू कतिजनाले पहिला ओएसयू नेपालको त्यो बेसिक हामीले अघिल्लो कोडिङ पार्टीको जोइन गर्यो, त्यसमा हामीले गिट सिकाएको थियौँ नि, ठ्याक्कै यो त्यही गिट नै हो। गिटले के गर्छ भन्दाखेरि चाहिँ मान्छेहरूलाई कोलाबोरेटिभ रूपले तिनीहरूको हिस्ट्री मेन्टेन गर्नको लागि, यो लाइक प्रोजेक्टलाई सस्टेन गराउनको लागि गिटले एकदम सहयोग गर्छ। र अहिले मैले गिट किन भन्दैछु ऊ छ भन्दाखेरि चाहिँ जस्तै मैले अहिले गिटबाट केही डाटाहरू सेयर गरेँ भने कसैलाई, मेरो कोडहरू सेयर गरेँ अथवा कसरी गर्ने कमान्डहरू सेयर गर्यो भने त्यो तिमीहरूले पनि युज गर्न मिल्छ, र त्यसमा अझ अरू मान्छेहरूले पनि युज गर्न मिल्छ। र गिट चाहिँ असल एफिसिएन्ट वे अफ सेयरिङ पनि भएको छ। तर मेन पर्पज गिटको के थियो पहिला भन्दा चाहिँ एफिसिएन्ट वे अफ म्यानेजिङ मल्टिपल कोलाबोरेटिभ पिपलहरू र म्यानेजिङ डिफ्रेन्ट फाइल भर्जनहरू, सेम लाइक डकुमेन्टको डिफ्रेन्ट भर्जन्सहरू म्यानेज गर्न चाहिँ गिट सुरु गरेको है त। यो चाहिँ गिटको र डकरको मैले एउटा बेसिक के हो यो भनेर चाहिँ जस्ट सिकाउन खोजेको है त। ओके ल, त्यसो भए चाहिँ अब डकर र गिट दुइटै इन्स्टल गरेकोले एकचोटि ट्वाक्क हात उठाउनु ल। कसैलाई इस्यु आएको छ? ओके, दुईजना मेरोमा डकर इन्जिन स्टप भनेर छ, इन्स्टल गरेछ। के भनेको छ अरे फेरि भन एकचोटि। डकर इन्जिन स्टप भन्यो बोल्दाखेरि। डकर इन्जिन स्टप भन्यो। त्यसो भए डकरलाई क्लोज गर, लाइक तिमी विन्डोजमा छौ भने कन्ट्रोल सिफ्ट ESC हान, त्यहाँ डकरको इन्जिन रन भइरह होला, त्यसलाई क्लिक गरेर स्टप गर अनि फेरि रिस्टार्ट गर। यदि त्यसले सल्भ गरेन प्रब्लम भने चाहिँ ल्यापटप रिस्टार्ट गरेर आऊ, अनि चल्छ त्यो। ल्यापटप त रिस्टार्ट गरेको हुँदै अग्नि यो। ओके, डकर इन्स्टल गरेपछि रिस्टार्ट गर्यो? हजुर, त एकचोटि ट्राई नै गरेको अनि त्यही स्टप भनेपछि रिस्टार्ट पनि गरेको। ए ओके, अनि अझै पनि स्टप भनिरह? अहिले खोल्दाखेरि डेस्कटप खोल्दाखेरि फेरि त्यही आइरहेछ, फुल छ अनि इन्जिन स्टप भनेर मेसेज पपअप गर्छ अनि अफ हुन्छ। ओके, अरूको पनि यस्तै इस्यु छ? ओके, दुईजनाको डकर इन्स्टल भएछ, किट पनि दुईजनाको इन्स्टल भएछ। अरू कसको यस्तो इस्यु छ भन त। ओके, 3जनाको इन्स्टल भएछ।
विशाल भाइ तिम्रो स्क्रिन सेयर गरेर मलाई प्रब्लम देखाउन हस्ते सेयर भयो छ दाइ आएको चाहिँ छैन भयो अहिले अझै पनि भएको छैन ओके जसले पनि लेट जोइन गर्नुभएको छ डकर र गिट इन्स्टल गरौँ है त ओके स्क्रिन देखेको छ विशाल भाइ तर तिम्रो माइक चाहिँ अफ छ जस्तो छ है ओके अब डकर देखाउ त मलाई समथिङ वेन्ट रङ देख्नु पर्दै ब्राउजर मात्र देखेछ बल्ल पुरै स्क्रिन सेयर भए जस्तो छ देख्यो दाइ अहिले हजुर फिनिस गरे होइन यस गर्छु अहिले चाहिँ आउँछ पप भएर समथिङ वेन्ट रङ क्विट भन्यो ओके तिमीसँग WSL इन्स्टल छ डब्लुएस मिन्जी WSL भन्ने छ एउटा कलम युज रिकमेन्डेड डब्लुएसएल हजुर WSL भन्ने हुन्छ एउटा है पख तिम्रो एप स्टोरमा जाऊ तिमीसँग पिजी एडमिन र पोस्टग्रेस पहिल्यै छ हो तिमीसँग पिजी एडमिन र पोस्टग्रेस पहिल्यै छ पहिला फेरि भन्नु सुनेन तिमीसँग पिजी एडमिन र पोस्टग्रेस पहिल्यै छ पिजी एडमिन त्यो छ इन्स्टल गरे अनि यसभित्र पोस्टग्रेस कनेक्ट गर्न मिल्छ कि मिल्दैन ओपन गर जान्दैन त गर्न ए ओके पिजी एडमिन चाहिँ इन्स्टल गर्यो तिमीले पिजी एडमिन एसक्यूएल उस छ कमान्ड त्यही भन्नु पर्यो डायल रन ठिक छ त्यसो भए यसबाट पनि गर्न मिल्छ तिमीले यहीबाट गर होला है त अहिले डकर डिबग गर्न लागि न म त्यसो भए छोड्दिनु डकरले दाइ अहिले डकर इन्स्टल नगर तिम्रोमा पोस्टग्रेस इन्स्टल चाहिँ गर बरु त्यो अघिको गिटअपको लिङ्कमा जाऊ त्यो गिटअपको लिङ्कमा अब चाहिँ मेरो स्क्रिन हेर है त जस्तै यो गिटअपको लिङ्कमा चाहिँ मैले यहाँ तल म्यानुअल इन्स्टल भनेर राखिदिएको छु यसमा यो पोस्टग्रेस एसक्यूएल इन्स्टल गर तिम्रोमा यदि डकर इन्स्टल भएन भने यसमा चाहिँ यो पोस्टग्रेस एसक्यूएल इन्स्टल गर है यो पोस्टग्रेस एसक्यूएल इन्स्टल गरेपछि चाहिँ अनि पोस्टसिएच इन्स्टल गर्नुपर्छ अहिलेलाई पोस्टग्रेस एसक्यूएल मात्र इन्स्टल गर्दा नि इनफ नै हुन्छ यो म्यानुअल स्टेपबाट जाऊ ओके ठिक छ डकर इन्स्टल भएको अरू को हुनुहुन्छ अब
ओके 2 3 4 5 6 7 ओके anybody else 8 okay 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 यो डकुमेन्टेसन पढेर अगाडि बढ्दै जाँदा पनि हुन्छ है डकुमेन्ट इन्स्टल भएकोहरु you can lower your hand now okay docker install नभएकोहरुले चाहिँ if you are facing problems with docker you can follow manual approach PostgreSQL install गरेर PostGIS install गर्ने pgadmin install गर्दा पनि हुन्छ अथवा dbeaver install गर्दा पनि हुन्छ त्यो दुईटा मध्ये त्यो चाहिँ मैले यहाँ manual installation राखेको छु है यहाँ चाहिँ dbeaver को लिंक राखेको छु त्यसपछि यसको सट्टा pgadmin install गर्दा पनि हुन्छ है त र Postgres पनि install गरौँ if डक्करले काम गरेन भने चाहिँ यदि डक्करले काम गर्यो भने चाहिँ मैले सबै कुरा डक्करमा हाल्दिएको छु जस्तै यहाँ docker compose.yml भन्ने एउटा फाइल छ मैले यसमा चाहिँ PostGIS को इमेज राखेको छु र अर्को भनेको dbeaver को इमेज राखेको छु है मैले यो दुईटै एप्लिकेसन डक्कर भित्र राखेको छु सो दैट डक्कर इन्स्टल गरेर यो डक्कर कम्पोज लाई अप गराउने हो भने चाहिँ यो दुईटै सर्भिसेस तिम्रो ल्यापटपमा चाहिँ अप एन्ड रनिङ हुन्छ है त नत्र इफ यु आर डुइङ इट म्यानुअली PostgreSQL डाउनलोड गर्नु आफ्नो सिस्टममा त्यसपछि PostGIS इन्स्टल गर्नु र त्यसपछि चाहिँ dbeaver अथवा pgadmin जुन आफूलाई कम्फर्टेबल लाग्छ यदि चाहिँ pgadmin भनेको के हो पनि थाहा छैन dbeaver भनेको के हो पनि थाहा छैन भने dbeaver डाउन गर्नु है त किनभने यो चाहिँ सिम्पलेस्ट वे अफ कम्युनिकेटिङ विथ डेटाबेस तिम्रो डेटाबेसलाई भिजुअलाइज गर्नलाई लाइक डेटाबेस त एउटा लाइक हुन्छ नि फोल्डर जस्तो हो क्या एउटा तिम्रो फाइलमा जस्तै फर इक्जाम्पल तिमीले जिसानको कतिजना मेम्बरहरू छन् भनेर एउटा एक्सलमा सिट बनायो भने पनि द्याट क्यान वर्क एज अ डेटाबेस त्यो पनि त तिम्रो डेटाबेस हो नि हाम्रो यो पोस्टग्रेस भनेको चाहिँ बिगर फर्म अफ जसले चाहिँ धेरै क्वेरीहरू सपोर्ट गर्न सक्छ धेरै फिल्टरेसनहरू सपोर्ट गर्न सक्छ र जुन चाहिँ एडभान्स्ड एनालाइसिस गर्न सजिलो हुन्छ त्यो चाहिँ पोस्टग्रेस हो त्यसरी बुझ है डेटाबेस भनेको इज नथिङ मोर देन अ फाइल विच इज सिटिङ अन यर कम्प्युटर त्यसलाई चाहिँ एकदम एडभान्स बनाउनको लागि चाहिँ पोस्टग्रेस एउटा एज अ इन्जिनको रूपमा डेभलप भएर आएको छ र पछि पछि अब जस्तै हाम्रो लागि चाहिँ पोस्टग्रेस एकदम आइडियल केस सिनारियो हो र अहिले चाहिँ डकडीबी भन्ने एउटा डेटाबेस छ त्यो डेटाबेस एकदम पपुलर भइरहेको छ हैन पछि पछि अरू डेटाबेस पनि हुन सक्छन् बट लाइक पोस्टग्रेस इज अ भेरी म्याच्योर प्रोडक्ट हेज बिन इन डेभलपमेन्ट सिन्स लङ र अर्को सबैभन्दा फाइदा भनेको पोस्टग्रेसको यसमा PostGIS एक्सटेन्सन छ PostGIS एक्सटेन्सन चाहिँ किन भन्दा PostGIS एक्सटेन्सनमा चाहिँ धेरै स्पेशल फिचरहरू छ कि जस्तै पोस्टग्रेस इनिसियली स्पेसियली बनाएको होइन इनिसियली पोइन्ट लाइन पोलिगनसँग डिल गर्नलाई बनाएको होइन जब चाहिँ PostGIS एक्सटेन्सन आयो त्यसले चाहिँ हामीलाई यो जुन पोइन्ट लाइन पोलिगनहरूसँग डिल गर्नको लागि एकदम इजी बनाएको सो पोस्टग्रेस एउटा नर्मल डेटाबेस हो जस्तै MongoDB MySQL जस्तै पोस्टग्रेस पनि एउटा नर्मल डेटाबेस हो तर जब PostGIS को इन्टिग्रेसन पोस्टग्रेसमा आयो त्यसपछि PostGIS एकदम आइडल भयो जियो स्पेसियल पिपलको लागि ठीक छ भनेपछि PostGIS भनेको के हो थाहा पायो तिमीले एउटा एक्सटेन्सन हो जसले चाहिँ सबै स्पेसियल कामहरू गर्नको लागि मद्दत गर्छ पोस्टग्रेस भनेको के हो एउटा डेटाबेस हो dbeaver र pgadmin भनेको के हुन् यिनीहरू जस्ट एउटा ऱ्यापरहरू हुन् जसले चाहिँ डेटाबेससँग तिमीलाई इन्टरेक्ट गर्न सजिलो हुन्छ कोही मान्छे एकदम प्रोफिसियन्ट छ भने उसले सिधै टर्मिनलबाट कमान्ड लेखेर डाटाबेससँग कनेक्ट गर्न सक्छ तिमीलाई pgadmin पनि चाहिँदैन dbeaver पनि चाहिँदैन तर dbeaver एन्ड pgadmin इज भेरी इजी किन भन्दा यिनीहरूसँग GUI छ कि म जब GUI भन्छु GUI भनेको ग्राफिकल युजर इन्टरफेस भनेको तिमीले हेरेर बटनहरू क्लिक गरेर यताउति हेरेर तिम्रो डाटाबेस हेर्न सक्छौ डाटाबेससँग इन्टरेक्ट गर्न सक्छौ त्यसको लागि यो dbeaver pgadminहरू युजफुल हुन्छ भनेपछि यो के रहेछ ऱ्यापर जस्तो हो कि पोस्टग्रेस इन्जिन हो त्यो माथि ऱ्यापर हो तिमीले dbeaver इन्स्टल गर pgadmin इन्स्टल गर अरू XYZ अरू सफ्टवेयर इन्स्टल गर केही फरक पर्दैन तिमी प्रोफिसियन्ट छौ तिमी आफै कोडबाट
अथवा टर्मिनलबाट पनि यो एक्सेस गर्न सक्छौ है त। ठिक छ, अब फेरि एकचोटि हात उठाउ त डकर र गिट दुवै इन्स्टल भएकोहरूले। किप गोइङ। दाइ हजुर पोस्ट गिट पनि इन्स्टल गर्ने होला। वेट, यदि डकर इन्स्टल छ भने पोस्टग्रेस इन्स्टल गर्नु पर्दैन। यदि तिम्रोमा डकर इन्स्टल भएर रनिङ छ भने पोस्टग्रेस पर्दैन। सो मैले अघि डकरको जुन कन्सेप्ट भने नि, डकर भित्र धेरै कन्टेनरहरू हाल्न मिल्छ। मैले डकर भित्र अहिले के हाल्दैछु, पोस्टग्रेस त्यही हाल्दैछु डकर भित्रै, र अर्को डीबीर पनि हालिदिएको छु। त्यो दुइटै एप्लिकेसन डकर भित्र छ। सो तिमीले डकर इन्स्टल गर्यो भने केही इन्स्टल गर्नु पर्दैन। त्यही भएर मैले डकर एकदम सिम्पलेस्ट हुन्छ भनेर मैले डकर युज गर्न लगाइदिएको। इफ तिमीसँग अलरेडी पोस्टग्रेस छ भने यु डोन्ट निड डकर। है त, ओके। खासमा चाहिँ यो पोस्टग्रेस पहिले इन्स्टल गरेको भए सजिलो हुन्थ्यो है। अब यो पोस्ट इन्स्टलेसनमा अलिकति कसलाई के प्रब्लम भइरहेको इन्स्टलेसनमा मलाई एकचोटि भन त। पोस्टग्रेसमा डकर इन्स्टल गर्न प्रब्लम भएको को छौ? एकजना त्यो भाइको बाहेक, विशाल भाइको बाहेक अरू डकर इन्स्टलेसनमा प्रब्लम भएको को छौ? कोही पनि छैन। ओके, I assume our Docker install since I have all the step-by-step instructions listed already on this GitHub, so I'll move forward either since we do not have much time left. Okay, त्यसो भए Docker जति पनि इन्स्टल गरेको छौ र Git पनि इन्स्टल गरिसकेको छौ भने चाहिँ यो Git clone भन्ने म पनि स्टेप बाइ स्टेप गरिदिन्छु है त। आफ्नो टर्मिनल ओपन गर्नु, जति जनासँग छ टर्मिनल एकचोटि सबैले ओपन गरौँ र टर्मिनल ओपन गरेर जुन फोल्डरमा आज काम गर्ने हो, जस्तै मैले चाहिँ यहाँ फर्स्ट भन्ने फोल्डर बनाएको छु है, र यसमा म पहिला भइरहेको डिलिट हानिदिन्छु। मैले चाहिँ एउटा फर्स्ट भन्ने फोल्डर बनाएको छु। यो फर्स्ट भन्ने फोल्डर तिम्रो डेस्कटपमा अथवा जतासुकै बनाऊ र त्यहाँ चाहिँ टर्मिनल ओपन गर है। ठिक छ, त्यो टर्मिनल ओपन गरेर यो फर्स्ट भन्ने फोल्डरभित्र जानु। फर्स्ट भन्ने बनाऊ एउटा, अथवा त्यो आफ्नै बनाऊ न, जे बनाए पनि हुन्छ। र फर्स्ट कमान्ड भनेको यो गिट क्लोन, यो हान्नु। यसलाई कपी गरेर यहाँ गिट क्लोन गर्नु है त। यसलाई यो गिट क्लोन कपी गरेर यहाँ पेस्ट गर्यो भने चाहिँ यो गिटमा जान्छ, गिटहबमा, र यो जुन पोस्टग्रेसको ट्रेनिङको वर्कसपको फोल्डर छ यो चाहिँ तपाईँहरूको ल्यापटपमा आउँछ। ठिक छ, यहाँसम्म हामी टुगेदर छौँ। र यसलाई एलएस गर्नुभयो भने चाहिँ यहाँ देखिन्छ है। यो यहाँ के छ, बेसिक पोस्टग्रेस पोस्टजिआइएस फर्स्ट वर्कसप भन्ने छ। ठिक छ, गिट क्लोन भयो सबैकोमा? गिट क्लोन भएकोहरूले हात ट्याङ्ग उठाइदिनु त ल। एकजनाको भएछ, दुईजनाको भएछ, अरू कसको गिट क्लोन भयो? 3 जनाको भएछ। ओके, गो अहेड। दाइ एकचोटि फेरि भनिदिनु त। ओके, तिम्रो टर्मिनल ओपन गर, जस्तै जहाँ तिमीले काम गर्छौ एउटा फोल्डर बनाऊ। ठिक छ, त्यो फोल्डर भित्र राइट क्लिक गर्यो भने ओपन विन्डोज पावर सेल हियर अथवा ओपन विन्डोज टर्मिनल हियर भनेर आउँछ। अथवा त्यो पनि आएन भने चाहिँ तिम्रो स्टार्ट बटनमा क्लिक गर्यो भने त्यहाँ विन्डोज टर्मिनल भनेर खोज्यो भने भेटाउँछौ। र त्यो विन्डोज टर्मिनल भित्र कुनै एउटा फोल्डरमा यो गिट क्लोन भन्ने कमान्ड गर त। यो गिट क्लोन भन्नेलाई यसरी यो कपी वाला आइकन छ यहाँ, यसमा क्लिक गर, यहाँ आएर पेस्ट हान्देऊ, केही गर्नु पर्दैन, अनि इन्टर हान त। ठिक छ, गिट क्लोन भयो। कतिजनाको भयो?
ओके सरोज भाइको भएन सरोज भाइ के भयो भन त फेरि एकचोटि सुरुबाट गरिदिनु न अलिकति ओके कहाँबाट कतापट्टिबाट भन त गिट क्लोनबाट हजुर हजुर के गर भने एउटा फोल्डर बनाऊ तिम्रो ल्यापटपमा ठिक छ त्यो फोल्डरमा राइट क्लिक गर विन्डोज पावर सेल हियर अथवा विन्डोज टर्मिनल हियर भनेर यसरी टर्मिनल निकाल तिम्रो ल्यापटपमा ठिक छ जब यो टर्मिनल निस्किन्छ त्यो फोल्डरमा नेभिगेट गर र यो जुन कमान्ड छ git clone यो जुन मैले यहाँ प्रोभाइड गरेको छु यसलाई कपी गर र तिम्रो टर्मिनलमा ल्याएर पेस्ट गर अनि इन्टर हान्देऊ कपी ब्याक टु योर टर्मिनल पेस्ट इन्टर यसरी मेरोमा अलरेडी छ त्यही भएर क्लोन भएन म फेरि गरेर देखाइदिन्छु कपी यहाँ आउने कपी गर्ने टर्मिनल खोल्ने जुन तिमी फोल्डर बनाएको थियौ त्यो फोल्डरमा तिमी नेभिगेट गर नेभिगेट कसरी गर्ने सिडी गरेर जाने है तिम्रोमा यहाँ आउँछ जुन कहाँ छ हैन सिडी गरेर त्यो नेभिगेट गर अथवा तिमी टर्मिनलमै गर डकुमेन्ट्स भित्रै गर्दा पनि हुन्छ यो अहिले गिट क्लोन गर यो क्लोन हुन्छ यसरी तिम्रो अनि एलएस अथवा विन्डोजमा के हुन्छ कमान्ड एलएस त हुँदैन होला एलएस नै हुन्छ होला तिम्रो नत्र त्यो डकुमेन्ट भित्र नै हेर्यौ भने यो पनि यो देखिन्छ ठीक छ देखियो बेसिक पोस्टग्रेस एसक्यूएल पोस्टजीआईएस फर्स्ट वर्कशप गिट क्लोन भयो अरु कसैको सन्देश भन त नै दाजु भयो भनेको ए ओके ल अघि हात नउठाएकोहरूले अघि हात उठाएकोले पर्दैन फेरि नयाँ गिट क्लोन भएकोहरूले एकचोटि हात उठाउ त ओके विशाल भाइको गिट क्लोन भएछ अरु अरु ठिक छ उठाउँदै जाऊ ओके ल ठिक छ लुक्स लाइक धेरैजनाको गिट क्लोन भइसक्यो है त अब गिट क्लोन भइसकेपछि सिडी गरेर बेसिक पोस्टग्रेस एसक्यूएल फर्स्ट वर्कशपमा जाऊ त्यो भएपछि तिम्रो टर्मिनलमा तिमी यो फोल्डर भित्र छौ भन्ने बुझिन्छ ठीक छ अब यो गइसकेपछि चाहिँ हेलो वरुण दाइ यो गइसकेपछि चाहिँ docker compose up भन्ने एउटा कमान्ड हान ठीक छ docker space compose space up यो कमान्ड हान्नु भन्दा पहिला चाहिँ त्यो docker जुन तिम्रोमा पहिला इन्स्टल भएको थियो त्यसलाई खोल्नु पर्छ ल यो docker खोल्नु र docker compose up भन्ने कमान्डलाई थिचेर एन्टर हान्देऊ जस्तै मेरोमा अहिले docker रन भएको छैन docker रन नभएपछि यसले के भन्यो मेरोमा cannot connect to the docker daemon भन्यो म अब के गर्छु भन्दा म docker ओपन गर्छु त्यसपछि जब मेरोमा यो docker खुल्दैछ मेरोमा docker मेरोमा खुल्यो है त्यसपछि अनि docker compose अफ गर्छु म त्यसपछि तिम्रोमा चाहिँ डकर नभएको दाइले के लेख्नु दाइ डकर नभएकोले चाहिँ केही नगर यो स्टेपहरुमा केही पनि नगर डकर नभएकोले चाहिँ डकर नभएकोले चाहिँ पीजी एडमिन खोला बरु पीजी एडमिन खोल्दै गर तिमी अनि मेक श्योर तिम्रोमा पोस्टग्रेस एसक्यूएल छ यो छ नि हैन यो गरेको छैनौ भने यो गर्दै राख तिमी यो चाहिँ इन्स्टल गर
हजुर विन्डोजमा त एसक्यूएल कमान्ड र पिजिएडमिन सधैँ त्यही इन्स्टल गरेको ए पोस्टग्रेस एसक्यूएल पनि इन्स्टल गरेको थियौ नि पिजी कमान्ड एसक्यूएल कमान्ड ओके ठिक छ डकर कम्पोज अप भएको कतिजना छौ यसमा गुटुङ टुङ 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 सानोतिनो कोडहरू आएको होला डकर कम्पोज अप भएकोहरूले एकचोटि हात उठाउ त एकजनाको भयो अरू अरू कसैको भएन रनिङ भइरहेकोहरूले हात देखाउ त डकर कम्पोज अप गरेपछि कमान्ड चलिरहेको मान्छेहरू कतिजना छौ एकजनाको चलिरहेछ ओके दुईजनाको चलिरहेछ तीनजनाको चलिरहेछ ठिक छ जसको डकर कम्पोज अप गरिसकेपछि कमान्ड रन भइरहेछ ओके 4 जनाको भयो डिभिभर कन्फिगरेसन भन्ने छ यहाँ है 5 जनाको पनि भयो यो कन्फिगर डिभिभर भन्नेमा क्लिक गर्नु है यसमा क्लिक गरिसकेपछि चाहिँ यहाँ एउटा लोकल होस्ट इज टु 8080 आउँछ यसलाई चाहिँ क्लिक गर्नु तिम्रो ल्यापटपमा र तिम्रोमा यो स्क्रिन आउनुपर्छ यो स्क्रिन आयो भने चाहिँ तिम्रो डकर अप भयो र सबै सफ्टवेयरहरू तिम्रो इन्स्टल भइसक्यो ओके मसँगै फलो गर डकर कम्पोज अप हानिसकेको मान्छेहरूले चाहिँ जब यो कमान्डहरू आउन यहाँ यो जुन कमान्डहरू आउन बन्द हुन्छ त्यसपछि डिभिभर कन्फिगरेसन भन्ने एउटा सेक्सन छ कन्फिगर डिभिभर भन्नेमा क्लिक गर त्यसले यो पेज खोल्छ र यो भित्र इन्स्टल इनिशियल कन्फिगरेसन भन्ने छ र यो लोकल होस्ट इज टु 8080 मा क्लिक गर्यो भने तिमी यो स्क्रिनमा आइपुग्छौ यो पनि आउँदैनौ यो भन्दा अझै एउटा पोइन्ट छ पकल म भएको कन्टेनरहरू फाल्दिन्छु ठिक छ अब यहाँ चाहिँ मेरो पोस्टग्रेस इन्स्टल हुँदैछ म एकैछिन बस्छु र एकछिनपछि चाहिँ अनि यो पोइन्टमा लोकल होस्ट 8080 क्लिक गर्यो भने यो डिभिभर आउँछ ठ्याक्कै यही पेज आउँछ सबैकोमा यसलाई चाहिँ डिभिभर भन्छ है यो डिभिभर हामी युज गर्छौँ हाम्रो पोस्टग्रेससँग कम्युनिकेट गर्नको लागि यो पेज आएकोहरूले हात उठाउ त एकचोटि एकजनाको आएछ ओके एकजनाको मात्रै आयो यो पेज के हुँदैछ मलाई एकचोटि माइक अन गरेर भन त डकर कम्पोज अप भन्दा के हुन्छ डकर कम्पोज अप हान्दा नट फाउन्ड भन्यो डकर इन्स्टल भएको थियो डकर इन्स्टल भइसकेछ त्यसो भए त्यो डकरलाई एकचोटि ओपन गर त ओपन पनि भएको छ र डकर कम्पोज अप हान्दा चाहिँ के भन्छ ओके मलाई एकचोटि स्क्रिन सेयर गरेर देखाउ त अझै रन भइरहेछ ठिक छ त्यसलाई रन हुन देऊ रन हुँदै हुँदै पनि यहाँ यो जुन हाम्रो मैले प्रोभाइड गरेको डकुमेन्टेसन छ नि जस्तै कन्फिगर डिभिभर भन्ने छ यसमा क्लिक गर अनि त्यसपछि यो http localhost.h8080 छ नि यसलाई नयाँ लिङ्क ट्याबमा क्लिक गर त यो क्लिक गर्यो भने चाहिँ तिम्रो यो स्क्रिन देखिन्छ है
ओके, यो जुन डिभिभर एक्सेसेबल भएको कतिजना छ? यो पेज आएकोले फेरि एकचोटि हात उठाउ त। हजुरले प्रोभाइड गरेको त्यो लिंक मेरोमा पास नि त दाइ मैले। कुन यो भेटाएनौ? हजुर हजुर म फेरि पठाइदिन्छु ल हेर त मिटमा। मिटमा पनि छ, उसमा पनि छ है, ओएसयो नेपालको डिस्कर्ड च्यानलमा पनि छ है। डिस्कर्डमा छ। इन्जिनियरिङ भित्र इन्जिनियरिङ भित्र पनि छ। मैले यहाँ पनि राख्दैछु है मिटमा हेर च्याटमा। यसमा मैले प्रोपर डकुमेन्टेसन लेखिदिएको छु। केही कुरा बुझेनौ भने मलाई सोध्दा हुन्छ है। जस्तै म्यानुअल इन्स्टल गर्दाखेरि पोस्टग्रेस कहाँबाट इन्स्टल गर्ने, पोस्टजिआइएस कसरी इन्स्टल गर्ने र डिभिभर अथवा पिजी एडमिन चाहिँ कसरी इन्स्टल गर्ने। तिमीले यो दुईटा मध्ये जे इन्स्टल गर्दा पनि हुन्छ है। यो स्टेपसम्म चाहिँ यो तीनटा चाहिँ तिम्रोमा म्यानुअली इन्स्टल हुनुपर्छ। इफ डकर इन्स्टल गर्दैनौ भने, हैन डकर इन्स्टल गर्छु भन्छौ भने चाहिँ डकर इन्स्टल गर र गिट हुनुपर्छ। यो दुईटा भएपछि यो सबै सफ्टवेयरहरु डकर भित्र अटोमेटिकली इन्स्टल हुन्छ है। यो डकर कम्पोजले इमेज पुल गर्छ। ओके, त्यसो भए यसलाई यस्तो गरौँ है त। के गरौँ भन्दाखेरि चाहिँ म एउटा एउटा क्विक डेमो जस्तो देखाउँछु। म चाहिँ यसमा भएको कन्टेन्टहरु एक्सप्लेन गर्छु। एकचोटि मलाई हेर सबैले, र यसको कन्टिन्यू सेसन नेक्स्ट कुनै भोलि अथवा पर्सि एउटा सेसन गरौँला। जति बेला चाहिँ सबैसँग एटलिस्ट पोस्टग्रेस इन्स्टल छ आफ्नो मसिनमा र पोस्टजिआइएस इन्स्टल हुनु पर्यो र डिभिभर अथवा पिजी एडमिन मध्ये कुनै एउटा चाहिँ इन्स्टल हुनु पर्यो। यो तीनटा चाहिँ इन्स्टल गरेर आम है त। अथवा डकर इन्स्टल छ भने टेन्सनै भएन। डकर इन्स्टल गरेर डकर कम्पोज अप गर। यो गर्दा तिम्रो यो स्क्रिन आयो भने यु आर अल सेट। यो गर्दा आएन भने चाहिँ पोस्टग्रेस आफ्नोमा इन्स्टल गर्नु, पोस्टजिआइएस इन्स्टल गर्नु, अनि डिभिभर अथवा पिजी एडमिन इन्स्टल गर्नु है त। अनि त्यसपछि अनि इन्टरेक्टिभ सेसनमा नेक्स्ट सेसनमा गरौँला। म चाहिँ अहिले के गरिदिन्छु भन्दा, अहिले चाहिँ म एउटा डेमो जस्तो दिन्छु, लाइक कसरी गर्ने, यो आइसकेपछि के गर्ने भनेर। यो अहिले हेर्दा चाहिँ खासै मजा आउँदैन आफूले सँगै गर्न नपाएपछि। त्यही भएर चाहिँ अर्को सेसन भोलि अथवा पर्सि म अर्गनाइजरलाई भनौँला, भोलि अथवा पर्सि सँगै गरौँला। अहिले चाहिँ म सर गरेर देखाउँछु है त, जति चाहिँ इन्स्टल भइराख्दाखेरि। ओके, यो इन्स्टलेसनमा टाइम नगरौँ। के छ विचार? हुन्छ हुन्छ दाइ, ठिक छ। ठिक छ। के इन्स्टल गर्ने भन्ने थाहा पायो नि हैन? पोस्टग्रेस एसक्यूएल इन्स्टल गर्ने, पोस्टजिआइएस सबैभन्दा पहिला डकर ट्राई गर। आई विल हाइली रिकमेन्ड डकर। डकर इन्स्टल भएन, चलेन अथवा केही प्रब्लमहरु आयो भने चाहिँ पोस्टग्रेस एसक्यूएल इन्स्टल गर, पोस्टजिआइएस इन्स्टल गर र डिभिभर इन्स्टल गर। यति तीनटा चाहिँ तिम्रो ल्यापटपमा इन्स्टल गरेर राख। ठिक छ? ओके, डकर इन्स्टल भयो, डकर इज फाइन। डकर इन्स्टल भएन, यो तीनटा इन्स्टल गर्नु है त। ओके, म चाहिँ अब त्यसो भए सबैजना म यो स्क्रिनमा कन्सन्ट्रेट गर है त। अहिले चाहिँ उता इन्स्टलेसन भइराख्छ, त्यसलाई छोड्देऊ। अहिले स्क्रिनमा कन्सन्ट्रेट गर र म चाहिँ एउटा वाक थ्रु जस्तो गर्छु। त्यसपछि यसलाई भोलि सँगै गरौँला है त। ल भोलि नै गरौँला यसलाई, मिलेछ भने। मेरो स्क्रिन देख्यौ? अहिले डिभिभर मैले कन्फिगर गर्दैछु है त। यो जति पनि मैले स्टेपहरु गर्छु, यो सबै स्टेपहरु यहाँ डकुमेन्टेसन छ है। मैले प्रत्येकको स्क्रिनशट खिचेर यहाँ राखिदिएको छु। कुन कुन बटन क्लिक गर्ने, के हाल्ने, यो सबै मैले यहाँ राखिदिएको छु है। इन केस लाइक दाइले के गर्यो कहाँ गयो भन्नु चाहिँ यहाँ पर्दैन। मैले सबै स्क्रिनशट हालेर यहाँ राखिदिएको छु। ओके, तैपनि म एउटा यहाँ देखाउँछु। सुरुमा यो स्क्रिन आउँछ तिम्रोमा, जोको आइराछ मसँग प्यारलली जाँदा हुन्छ। आएको छैन, डोन्ट वरी अबाउट इट। यो प्रोपरली इन्स्टल गर्न पुरै दिनभर इन्स्टल गर्नु। भोलि अथवा पर्सि एउटा फेरि यसको कन्टिन्यू सेसन गरौँला है त। नेक्स्टमा क्लिक गर्ने। नेक्स्टमा क्लिक गरेपछि एउटा तिम्रो लगइन र पासवर्ड बनाउनु पर्छ है।
पिजी एडमिन भएकोहरूले पिजी एडमिन खोल्नु, पिजी एडमिन खोल्दा पनि त्यसमा लगइन र पासवर्ड माग्छ है। यसमा लगइनमा सिभी एडमिन छ, म यही छोडिदिन्छु। म कुनै एउटा पासवर्ड यहाँ राख्छु है। त्यसपछि म नेक्स्ट गर्छु। ठिक छ, एउटा लगइन र पासवर्ड राख। यो लगइन र पासवर्ड सम्झिनुपर्छ, पछि यही माग्छ फेरि यो खोल्दाखेरि है। नट नाउ। त्यसपछि फिनिश गर। फिनिश भन्ने अप्सनमा क्लिक गर्यो भने चाहिँ अब यहाँ तिम्रो अघि जुन क्रिएट गरेको थियो लगइन एडमिन, मैले चाहिँ सिभी एडमिन राखेको थिएँ र पासवर्ड मैले मेरो हाने। यो हानेपछि मसँग यो एउटा स्क्रिन आउँछ। सो फार हामीले के गर्दैछौँ भन्दाखेरि चाहिँ मैले यो स्टेपहरू यहाँ लेखिदिएको छु ल। जस्तै फर्स्ट स्टेपमा यसरी यो एन्ड पोइन्टमा हिट गर्ने, डिभिभर खुल्छ। त्यसपछि लगइनमा आफ्नो लगइन युजर नेम र पासवर्ड राख्ने। त्यसपछि फिनिश भन्ने आइकनमा बटनमा टुवाङ्ग क्लिक गर्ने। त्यसपछि अब युजर नेम र पासवर्ड आउँछ। अघि तिमीले युजर नेम र पासवर्ड जे राखेको थियौ त्यसलाई यहाँ राखेर लगइनमा क्लिक गर्ने। जब लगइन हुन्छ तिमीले यो स्क्रिन देख्छौ जुन मैले देखिरहेको छु। ठिक छ। त्यसपछि अब मैले यहाँ के भनेको छु भन्दा once you are logged in you will see following screen, click on top left icon. टप लेफ्ट आइकन भनेको यो यहाँ देख्यो एउटा सानो सानो हात्ती जस्तो छ। यो आइकनमा चाहिँ क्लिक गर्नु भनेर यहाँ लेख्यो। ठिक छ, यसमा क्लिक गर्नु। यसमा क्लिक गरिसकेपछि यो जुन इन्टरफेस आउँछ, यो इन्टरफेसमा यहाँ प्लस भन्ने आइकन छ। यो प्लस भन्ने आइकनमा क्लिक गर्यो भने न्यू कनेक्सन भनेर देखाउँछ। यो न्यू कनेक्सनमा क्लिक गर्यो भने चाहिँ यहाँ पोस्टग्रेस एसक्यूएल भनेर देखाउँछ। वाइ आई एम रिकमेन्डिङ डिभिभर भन्दा भोलि पर्सि गर्दै जाँदाखेरि तिमी पोस्टग्रेस बाहेक अरू डेटाबेसहरूसँग पनि काम गर्नु पर्यो भने डिभिभर विल स्टिल वर्क। तिमी अलरेडी डिभिभरसँग फ्यामिलियर छौ भने चाहिँ तिमी अरू डाटाबेसहरूमा काम गर्दा पनि यसैबाट गर्दा हुन्छ कि। जस्तै पिजी एडमिन स्पेसल्ली पोस्टग्रेसको लागि बनाएको हो होइन। त डज नट मिन अरू सपोर्ट गर्दैन, गर्छ, तर चाहिँ डिभिभर जस्तो गर्दैन। डिभिभरसँग म्यासिभ अरू पोस्टग्रेसको के अरे अरू डेटाबेसहरूको पनि एक्सटेन्सन्सहरू छ र यसमा पोस्टग्रेस एसक्यूएलमा क्लिक गर्नु सिन्स वी आर युजिङ पोस्टग्रेस होइन। यसमा क्लिक गरेपछि चाहिँ मैले यहाँ लेखिदिएको छु जति पनि डकरबाट आएको छौ त्यो डकरहरूको यो होस्ट चाहिँ के हुन्छ, पोस्टजिआइएस डकर भन्ने हुन्छ। यदि होइन तिमी आफै पोस्टग्रेस इन्स्टल गरेको छौ भने तिम्रो होस्ट लोकल होस्टै हुन्छ, यसलाई चेन्ज गर्नु पर्दैन। डकरवालाहरूले मात्र होस्टमा चाहिँ पोस्टजिआइएस डकर भनेर हाल्नुपर्छ, जुन मैले यहाँ लेखिदिएको छु है। अनि युजर नेम माई युजर छ, पासवर्ड माई पासवर्ड छ। तिमीले जब पोस्टग्रेस म्यानुअली इन्स्टल गर्छौ ल्यापटपमा त्यति बेला तिमीले युजर नेम र पासवर्ड पोस्टग्रेसको लागि पनि हाल्नुपर्छ र त्यही युजर नेम र पासवर्ड तिमीले यहाँ ल्याएर हाल्नुपर्छ। यो के को कन्फिगरेसन हो? यो पोस्टग्रेसको कन्फिगरेसन हो है। यो डिभिभरको होइन, अघिल्लो पेजको डिभिभरको कन्फिगरेसन हो। यो चाहिँ के हो? यो पोस्टग्रेसको कन्फिगरेसन हो। ठिक छ। अरू लिभ एज इट इज, होस्ट मात्र चेन्ज गरेर पोस्टजिआइएस डकर, युजर नेम राख, पासवर्डमा माई पासवर्ड राख। मैले चाहिँ यो डकर जति बेला मैले यो कम्पोज सेटअप गरिदिएको थिएँ त्यति बेला मैले पासवर्ड र युजर नेम र पासवर्ड आफैले हालिदिएको छु कि यहाँ माई युजर र माई पासवर्ड भनेर। जब तिमीले म्यानुअली यदि पोस्टग्रेस आफैले इन्स्टल गर्छौ भने त्यसले युजर नेम र पासवर्ड माग्छ, त्यो सम्झिनु। एडमिन राख्नु अथवा एउटा लाइक कमन पासवर्ड राख्दा हुन्छ लोकल डेटाबेसमा चाहिँ। अनि यहाँ चाहिँ त्यही हान्नु। ठिक छ। मैले सेभ गर्छु यसलाई सो द्याट पछि आउँदा यो घरिघरि लगइन गर्नु नपरोस्। र यसमा टेस्टमा क्लिक गर्नु। टेस्टमा क्लिक गर्यो भने चाहिँ जब डिभिभर तिम्रो पोस्टग्रेससँग कनेक्टेड हुन्छ यो साइन देखाउँछ, देख्यौ, कनेक्सन इस्टाब्लिस्ड भनेर। फेरि म टेस्टमा क्लिक गर्छु, एकचोटि फेरि देखाउँछु। यसरी म चाहिँ डेबियनको पोस्टग्रेसमा कनेक्टेड छु, देख्यौ। यो चाहिँ डकरको फाइदा हो। मैले के चलाइरहेको छु? म्याक चलाइरहेको छु, तर म्याक चलाउँदै पनि मेरो पोस्टग्रेस डेबियनमा छ। डेबियन भनेको अर्को एउटा अपरेटिङ सिस्टम हो। किन भन्दा वाइ दिस इज बिङ पोसिबल, मैले डकर युज गरिरहेको छु। ठिक छ। डकरभित्र पोस्टग्रेस छ, पोस्टग्रेसभित्र कुन इन्जिनमा पोस्टग्रेस बिल्ड भएको छ भने डेबियनमा। मैले यसलाई टेस्ट फेरि गरेर देखाएँ। कनेक्सन इस्टाब्लिस भयो भन्नुको मिनिङ डिभिभर चाहिँ पोस्टग्रेससँग कनेक्टेड भयो भन्ने बुझ्नु र यसमा क्रिएटमा क्लिक गर्नु। ठिक छ। यसलाई म सेभ गर्दिनँ। क्रिएटमा क्लिक गरिसकेपछि तिमी यो अप्सनमा आउँछौ। दाइले छिटो छिटो गर्यो भन्नु पर्दैन, मैले यहाँ स्क्रिनसट अट्याच गरेको छु। जस्तै यो कनेक्सन इज इस्टाब्लिस भनेर यो अप्सन आउँछ भनेर मैले देखेँ। सेभ ग्रेडेन्सियल्समा क्लिक गरेँ। यहाँ टेस्टमा क्लिक गर्नु भनेर मैले यहाँ लेखेको छु है।
From the above form box, hit text and test and you should be prompted with following box. है त अब यो सकिएपछि फाइनल्ली क्रिएट हिट अब यो चाहिँ सरी फाइनल्ली हिट क्रिएट भन्नेमा अठाएपछि तिमीले यो देख्छौ यो स्क्रिन त मेरोमा आइरहेको छैन भन्न खोजेको अब यहाँ हेर त एक्सपान्ड योर कनेक्सन्स विच विल बी लेफ्ट साइड अफ योर स्क्रिन यु सुड बी एबल टु सी पोखरा टेबल यहाँ तिमीले चाहिँ यसलाई यसरी एक्सपान्ड गर्यौ भने डेटाबेस भन्ने आयो डेटाबेसलाई पनि एक्सपान्ड गर पोस्टग्रेस भन्ने आयो यो भन्नुको अर्थ के हो पोस्टग्रेस भन्ने डेटाबेस अहिले चाहिँ मैले पोस्टग्रेस राखेँ यसको ठाउँमा रिनेम गरेर सोनु राख रिनेम गरेर जुबेर राख अथवा विशाल राख वाट एभर यु विस यसले चाहिँ तिमीलाई रिनेम गर्न सक्छौ यसलाई अझै एक्सपान्ड गर स्किमाज भन्ने आउँछ यसलाई अझै एक्सपान्ड गर पब्लिक भन्ने आयो अझै एकचोटि एक्सपान्ड गर अनि यो भित्र टेबलहरू हुन्छ यसमा बुझ्नुपर्ने कुरा पोस्टग्रेस एसक्यूएल एउटा डाटाबेस इन्जिन हो डाटाबेस इन्जिन भित्र मल्टिपल डेटाबेसेसहरू हुन सक्छन् इट इज पोसिबल टु ह्याभ मल्टिपल डेटाबेस यु क्यान ह्याभ मल्टिपल डेटाबेसेस यसलाई सजिलो तरिकाले बुझाइदिन्छु पोस्टग्रेस एसक्यूएललाई स्कुल सोच स्कुलभित्र कक्षा 1 कक्षा 2 कक्षा 3 कक्षा 4 हुन्छ कि हुँदैन चारवटा कक्षा भयो स्कुल भनेको के हो यहाँ पोस्टग्रेस एसक्यूएलको इन्जिन हो यो एज अ डेटाबेस भयो डेटाबेस भनेको के भयो डेटाबेस इन्जिन भयो ओभरअल इन्जिन भित्र डेटाबेस भनेको के हो कक्षा भयो के कक्षा 1 भित्र कक्षा 1 का विद्यार्थी छन् कक्षा 2 भित्र कक्षा 2 का विद्यार्थी छन् 3 भित्र 3 का विद्यार्थी छन् त्यस्तै यहाँ मैले पोस्टग्रेस भन्ने एउटा डेटाबेस बनाएको छु यसमा राइट क्लिक गर हैन जस्तै अब यसमा राइट क्लिक गर यसलाई मैले रिनेम गरेर चाहिँ म पोस्टग्रेस 1 2 3 बनाइदिन सक्छु सोनु राखिदिन सक्छु यसको नाम जे पनि हुन्छ कक्षा 1 कै राखिदिन सक्छु यसलाई बुझ्यौ यसमा मल्टिपल डेटाबेस तिमीले चाहिँ क्रिएट गर्न मिल्छ जस्तै अब ल हेर है मैले चाहिँ यसलाई ओपन गरेँ यो चाहिँ अहिले मेरो के छ यहाँ पोस्टग्रेस भन्ने मैले एउटा डेटाबेस बनाएको छु यो डेटाबेसको ठाउँमा तिमीले मल्टिपल डेटाबेस बनाउन सक्छौ अहिले म क्वेरी सुट गर्न सिकाउँछु त्यो क्वेरीमा क्रिएट डिबी गर्न मिल्छ हैन अनि त्यसपछि लाइक नयाँ नयाँ डेटाबेसहरू पनि बनाउन मिल्छ इफ यु विश बाइ डिफल्ट पोस्टग्रेस भनेरै आउँछ त्यहाँ एउटा डेटाबेस अलरेडी हुन्छ भनेपछि मैले अघि जुन कक्षाको इक्जाम्पल दिएको थिएँ त्यो कक्षाको इक्जाम्पल भित्र जुन टेबलहरू छ त्यो टेबलहरू भनेको के हो कक्षाभित्र भएका मान्छेहरू हुन् कि हैनन् जस्तै त्यो भित्र चाहिँ टेबल भित्र फरक फरक हुन सक्छ जस्तै सेक्सन 1 होला सेक्सन 2 होला कक्षा 1 भित्र हो कि हैन 1 देखि 20 रोल नम्बरलाई सेक्सन 1 मा राखियो 20 देखि 40 जना रोल नम्बरलाई सेक्सन 2 मा राखियो त्यो सेक्सनहरू भनेको के हो जुन त्यो मान्छेहरू भनेको के हुन् यी भनेका टेबलका इन्ट्रीहरू हुन् सेक्सन भनेका के हुन् टेबलहरू हुन् के अब एउटा डेटाबेस भित्र फरक फरक टेबलहरू हुन पाए मैले अहिले यहाँ पोखरा भन्ने टेबल बनाएको छु त्यस्तै तिमीले अब सेक्सन 1 भन्ने बनाऊ सेक्सन 2 बनाऊ सेक्सन 3 बनाऊ र सेक्सन 2 भित्र छुट्टै कुरा राख्न मिल्यो सेक्सन 3 भित्र छुट्टै कुरा राख्न मिल्यो सो सिंगल डेटाबेस क्यान ह्याभ मल्टिपल टेबल्स त्यो टेबललाई सेक्सनको रूपमा बुझ्नु अब तिमीले त्यो इट डिपेन्ड्स के अब भित्र भएको रोहरूलाई कहाँ राख्छौ भन्ने कुरा मात्रै हो के जस्तै 1 देखि 20 रोल नम्बर भएकालाई मैले सेक्सन 1 मा राख्छु भने जस्तै हो है त यसलाई टेबल भन्छ जस्तै अब यो मेरो पोखराको टेबलमा के छ भनेर हेर्नु पर्यो नि राइट क्लिक गरेर ओपन गर्यो भने अब यो भित्र चाहिँ ती मान्छेहरू आउँछन् विद्यार्थीहरू आए रोहरू जस्तै यो रोको नाम विनिता मेरो नाम रोल नम्बर 1 हो मेरो घर WRC मा हो अथवा चाहिँ मेरो घर फार्मेसी छ यो ठ्याक्कै त्यही भनेको प्रत्येक रो भनेको प्रत्येक आइटम हो टेबलको बुझ्यौ जस्तै अब यसमा कति जना विद्यार्थी रहेछन् त नि भन्दा अब यसमा 200 जना यहाँ अहिले देखिएछन् अब अरु पनि हुने भएर प्रत्येक रोहरू भनेको टेबलको आइटमहरू हो प्रत्येक आइटमहरू ठीक छ तिनीहरूलाई ग्रुप गरेर मैले यहाँ टेबल राखेँ अब म यहाँ एउटा काठमाडौँ भन्ने टेबल पनि बनाउन मिल्छ मैले अब जस्तै हैन म काठमाडौँ भन्ने बनाउँदिन अथवा अरु कुनै बनाऊँ भन्ने भने पनि मिल्छ जस्तै यो एसक्यूएल मा नजाम है अहिले यहाँसम्मको स्टेप भनेको हामी कहाँसम्म आइपुग्यौं भन्दा जस्तै यहाँ आएर त पोखरा एक्सपान्ड गर्ने भन्नेसम्म आइपुग्यौं त्यसपछि अनि यहाँ क्वेरीज भन्ने छ अब त्यसो भए मैले यो डेटाहरू अहिले त मैले आफै ओपन गरेर देखाइदिएँ तिमी यहाँसम्म आइपुग्यौ भने चाहिँ यहाँसम्म आइपुग्छौ र यहाँ ओपन एसक्यूएल एडिटर भन्ने छ र यसबाट बल्ल हामीले क्वेरी सुट गर्ने हो ठीक छ यो एसक्यूएल भन्ने अप्सन छ यो एसक्यूएल भन्ने अप्सन यहाँ देखिन्छ यसमा टक्क क्लिक गर्यो भने यो एउटा आइटम फुत्त पपअप भएर निस्किन्छ र अब तिमी नेक्स्ट
उसमा जानु पर्यो क्लिक यो सेसन जब तिम्रो सकियो तिम्रो डिबिभरको सकियो है त अब ब्याक टु फुल यहाँ अब यहाँ क्वेरी भनेर आयो यो क्वेरीमा चाहिँ जब डिबिभर सकियो यो क्वेरीमा क्लिक गर्नु र यहाँ चाहिँ मैले अब फर्दर मोर कसरी क्वेरी सुट गर्ने भनेर मैले डकुमेन्टेसन प्रोभाइड गरेछु जस्तै मलाई यो टेबलमा भएको सबै कुरा मलाई हेर्न मन लाग्यो कसरी हेर्ने भन्दा चाहिँ यो सेलेक्ट एस्ट्रिक फ्रम पोखरा यो चाहिँ लाइक सकेसम्म ह्युमन रिडेबल हुन्छ है यो क्वेरी पोस्टग्रेसको यसलाई रन गर्ने कसरी यहाँ प्ले बटन छ देख्यौ यहाँ प्ले पज भन्ने बटन छ एक्जिक्युट हुन्छ नत्र कन्ट्रोलसँग एन्टर हान्दा पनि हुन्छ है मैले सिलेक्ट एस्ट्रिक फ्रम पोखरा एस्ट्रिक भनेको सबै कुरा सिलेक्ट गर्नु भनेको जस्तै यसको ठाउँमा सिलेक्ट ओएसएम आइडी फ्रम पोखरा यहाँ ओएसएम आइडी भन्ने कोलम रहेछ म यति सेलेक्ट गरेँ भने ओएसएम आइडी मात्रै देखिन्छ यहाँ हैन मलाई सबै कुरा चाहियो सेलेक्ट एस्ट्रिक फ्रम पोखरा मैले सबै कुरा देखेँ यहाँ अब जस्तै कतिवटा रोहरू छ मेरो टेबलमा भन्नु पर्यो भने सिलेक्ट काउन्ट एस्ट्रिक फ्रम पोखरा गर्यो भने मसँग 1,32,432 वटा रोहरू रहेछ हो डेटाबेसको पावर यहाँ आउँछ के तिमीसँग 10 जना 20 जना लाइक 40 वटा डाटा छ भने तिमीलाई डेटाबेस नचाहिन सक्छ तर जब तिमीसँग थाउजन्ड्स अफ रोहरू छ जब तिमीसँग लाइक मिलियन्स अफ रोहरू छ भने यु निड डेटाबेस जस्तै तिमीसँग पोखरा भरिका मान्छेहरूको डेटा छ भने चाहिँ यु निड डेटाबेस लाइक जस्तै फिल्टर आउट गर्नु पर्यो पोखरा भरिका मान्छेहरूको डेटा छ 50 वर्षभन्दा माथिका मान्छे कतिजना छन् भनेर सोध्नु पर्यो भने यस्तो कुराहरू केबाट हामीले निकाल्ने हो भन्दा चाहिँ यही पोस्टग्रेसको क्वेरीबाट निकाल्ने हो के जस्तै अब यसलाई फेरि ब्याक टु क्लासवाला कन्सेप्टमा जाऊ त मैले इक्जाम्पल दिएँ नि प्रत्येक कक्षा 1 मा कतिजना मान्छे छन् भनेर सोध्दा तिमी त सजिलो हुन्छ 10 जना भए त गएर टाउका गनाउला 1 2 3 4 5 6 7 अथवा रजिस्टर हेरौला 10 जना मान्छे छन् तर कक्षा 1 मा चाहिँ मिलियन्स हुन्थ्यो भने टाउका गनेर सकिन्थ्यो र त्यति बेला तिमीलाई डाटाबेस चाहिन्छ बुझ्यौ नि database has ability to deals with millions of rows thousands of rows like hundreds of rows जति पनि हुन्छ मल्टिपल कम्प्लेक्स क्वेरी तिमीले जस्तै अब कक्षा 1 मा चाहिँ 40 केजी भन्दा माथि भएका विद्यार्थी 40 त लास्टै धेरै भयो यार एक कक्षामा कहाँ 40 केजी हुन्छ नि कक्षा 1 मा 15 केजी भन्दा माथिका मान्छेहरू कतिजना छन् यस्ता क्वेरीहरू गर्नु पर्यो एउटा रो र अर्को रोको रिलेसनहरू सम्बन्धी क्वेरी गर्नु पर्यो भने चाहिँ डाटाबेस चाहिन्छ र अब मैले त्यही कुरा स्पेसियली बुझाउँछु जस्तै सिलेक्ट काउन्ट एस्ट्रिक भनेको कतिजना मान्छे छन् डिक्टुली पोखरामा कतिवटा रो छ मसँग यहाँ चाहिँ मसँग 1,32,000 डेटा रहेछ ठिक छ त्यसो भए मैले यो जुन पोखराको डेटा निकाल्दैछु यो चाहिँ ओएसएम बाट निकालेर मैले यहाँ हाल्दिएको हैन डकर अप गर्नेवालाहरूले सिधै आउँछ डकर अप नगर्ने वालाहरूले चाहिँ यहाँ मैले स्टेप लेख्दिएको छु यो एउटा कमान्ड हाल्नुपर्छ तिमीले अनि यो डाटा तिम्रो पोस्टग्रेसमा आउँछ है यो psql -a -f data/sql/pokhara.sql हान्यौ भने यो एसक्यूएल तिम्रो पोस्टग्रेसमा गएर बस्छ इफ यु आर इन्ट्रेस्टेड यो एसक्यूएल मा के छ भने मैले के चाहिँ बनाएको रहेछु त नि भन्दा चाहिँ यहाँ क्लिक गर्यो भने तिमीले यो हेर्न मिल्छ मैले यहाँ मल्टिपल एसक्यूएल क्वेरीहरू लेख्दिएको छु जस्तै अब यो गेटअप खोल्ने कहिले हो अलि ठुलो छ यो फाइल है 43 MB को छ रोक ल म तिमीलाई VS कोडबाट देखाइदिन्छु ल हेर न जस्तै मैले यहाँ मल्टिपल एसक्यूएल क्वेरी लेख्दैछु एउटा भनेको यदि यो टेबल मैले भनेको थिएँ नि टेबल बनाउन मिल्छ ड्रप टेबल इफ एक्जिस्ट पोखरा यदि छ भने त्यसलाई ड्रप गर भनेको हटाइदेऊ सेकेन्ड पोस्टजीआईएस छैन भने त्यसलाई क्रिएट गर एक्सटेन्सन इनेबल गर्नुपर्छ पोस्टग्रेसमा हैन त पोस्टग्रेसमा एक्सटेन्सन इनेबल गरेको भनेको क्रिएट एक्सटेन्सन इफ नट एक्जिस्ट पोस्टजीआईएस छैन भने कृपया पोस्टजीआईएस इनेबल गर त्यसपछि बिगिन सुरु गर क्रिएट टेबल पोखरा कुन कुन कोलम ओजीसी आईडी अनि पोखरा पीके अनि यो चाहिँ म पछि भन्छु भनेको के हो भनेर जस्तै अब मैले चाहिँ एउटा ओजीसीएफ आईडी भन्ने बनाऊ ओएसएम आईडी भन्ने कोलम बनाऊ यो एक्सेल को हेडर जस्तो हो कुरो बुझ्यौ नि कोलम भनेको एक्सेलकै कोलम हो ठ्याक्कै त्यही हो एक्सेल पनि एउटा सानोतिनो डेटाबेस हो त्यसैको बिगर फर्म हो के कोलम रोहरू हुन्छ यहाँ पनि डिट्टु त्यही हो जस्तै तिमीले अब यहाँ
कहाँ गयो मेरो यहाँ छ जस्तै यहाँ तिमीले यो कोलुमहरु देख्यौ नि ठ्याक्कै त्यही एक्सलको जस्तै हो तिमीले यहाँ मजाले अब जस्तै यो टेबल पोखरा टेबल भन्ने बनाउनु पर्यो भने चाहिँ यहाँ डिडिएल भन्ने छ है इफ यु आर भेरी लाइक क्युरियस टेबल कसरी बनाउने भनेर क्वेरी घोक्नु पर्दैन क्वेरी घोक्नै पर्दैन यहाँ डिडिएलमा क्लिक गर्यो भने क्रिएट टेबल पब्लिक डट पोखरा फलानु ओजिसिएफआइडी भन्ने एउटा बनाऊ एउटा जियोमेट्री भन्ने बनाऊ ओएसएम आइडी बनाऊ यो इन्टिजर हो ओएसएम टाइप भेरिएबल क्यारेक्टर हो भर्जन भनेको इन्टिजर हो ट्याग जेसन हो चेन सेट यो भनेर कोलुम बनाएँ मैले अनि त्यसपछि यो इन्डेक्स बनाएको मैले यो इन्डेक्सको बारेमा त अलि एडभान्समा बुझौँला जस्तै म एउटा नयाँ टेबल बनाएर देखाइदिन्छु है त पोखराको ठाउँमा म एउटा बनाइदिन्छु जस्तै को छ मेरो स्क्रिनमा ल सरोज चौधरी रहेछन् मैले सरोज भन्ने एउटा टेबल बनाइदिन्छु त्यो सरोजमा चाहिँ म चाहिँ के राख्छु भन्दा सरोजको रोल भन्ने एउटा बनाइदिन्छु त्यसपछि सरोजको म यहाँ नेम भनेर राख्दिन्छु ठीक छ म अरु केही राख्दिन यहाँ नेम भनेर राख्छु र यो सबै काट्दिन्छु म सरी अनि त्यसपछि सरोजको रोल नम्बर र नेम मैले यहाँ एउटा सरोज पनि नराख्नु प डब्लुआरसी स्टुडेन्ट्स भन्ने एउटा टेबल बनाइदिएँ मैले रोल नम्बर राखेँ र नेम राखेँ ठीक छ यसलाई कन्ट्रोलसँग एन्टर हाने जस्तै रोकला क्रिएट टेबल ओके सरी ओके अब यसमा चाहिँ मैले यो राखेँ रोल र मैले अब राखेँ यहाँ नेम मेरो भ्यारकार हो नल गरिदिन्छु यसमा चाहिँ डब्लुआरसी स्टुडेन्ट्स भन्ने एउटा टेबल बनाइदिन्छु त्यसपछि म अब यो क्वेरीलाई म यति क्वेरीलाई रन गर्छु अरु गर्दिन सिलेक्ट गरे प्ले बटन उठाएँ मेरो टेबल यहाँ बन्यो तर यहाँ त देखेको छैन हैन अब यसलाई चाहिँ रिफ्रेश क्लिक गर्यो भने यहाँ डब्लुआरसी स्टुडेन्ट भन्ने टेबल आयो यो मैले भर्खर बनाएको टेबल हो यसलाई राइट क्लिक गरेर ओपन गरे पनि हुन्छ नत्र मैले अघि सिकाएको जुन क्वेरी थियो सिलेक्ट एस्ट्रिक फ्रम डब्लुआरसी स्टुडेन्ट्स मेरो टेबलमा अहिले केही पनि छैन अब यसमा मैले अब सरोजको नाम हाल्नु पर्यो भने इन्सर्ट इन्टु डब्लुआरसी स्टुडेन्ट्स विथ एकदम लाइक गफ गरे जस्तै हुन्छ के विथ भ्याल्युज अब म जस्तै सरोज रोल नम्बर कति हो भना जस्तै ल सरोजको रोल नम्बर मैले मानिदिएँ 10 है ठीक छ र नाम मैले राख्दिएँ सरोज र म अब यसलाई कन्ट्रोलसँग एन्टर गर्छु त्यसपछि रोकला यो चाहिँ हाम्रो इन्टिजर हुनु पर्यो त्यसपछि यो हुनु पर्यो अब इन्सर्ट राख ल म प्रोपर सिन्ट्याक्स कपी गरिदिन्छु ल मैले अब केमा राख्नु पर्यो रोलमा राख्नु पर्यो नेममा राख्नु पर्यो सरोजको रोल नम्बर 10 हो र मेरो नाम हो सरोज र मैले यो स्मल वाला फाल्दिन्छु यसलाई कन्ट्रोलसँग एन्टर गर सक्सेस भन्यो अघि के थियो अघि मेरो कलममा एउटा पनि मान्छे थिएन अब म सिलेक्ट एस्ट्रिक फ्रम डब्लुआरसी स्टुडेन्ट गरे भने फेरि के हुन्छ रोल नम्बर 10 सरोज आयो देख्यौ त्यस्तै अब यसरी नै अब म अर्को मान्छे राख्दिन्छु जस्तै रोल नम्बर 11 चाहिँ को छ यहाँहरुको ल अनिशा हो म अब फेरि हाले अनिशा पनि मैले इन्टर गरे अझ 3-4 वटा हालौं है त रोल नम्बर 12 चाहिँ हाम्रो को दिव्यक्षा हो रोल नम्बर 12 त्यसपछि म फेरि अर्को राखिदिन्छु रोल नम्बर 13 म अझ एकजना मान्छे राखिदिन्छु जुबेर राखिदिन्छु अहिलेसम्म हामीले कति जना उ गर्यौं सिलेक्ट एस्ट्रिक गर्यो भने 4 जना आयौं अब 4 जना त ठिकै छ टाउकोले गर्न नमिल्यो हैन अलि धेरै छन् भने के गर्नु पर्यो
सिलेक्ट काउन्ट गर, यसले भनिदिन्छ 4 जना, अथवा काउन्ट फाल्देऊ। मसँग 4 जना उहरू छ। अब जस्तै यसमा क्वेरी कसरी गर्ने, जस्तै अब मैले अघि भनेको थिएँ नि, जस्तै ल मानौँ रोल नम्बर 10 भन्दा माथि भएका कतिजना छन्, अथवा रोल नम्बर 12 भन्दा माथि भएका कतिजना छन्। म एउटा सिम्पल क्वेरी गरिदिन्छु, वेयर, जहाँ कतिजना रोल इज ग्रेटर देन, ल मानौँ 14, 12 गरिदिन्छु, ल 13 गरिदिउँ, एउटा पनि छैन। 12 गरिदिउँ, एउटा छ, 13। कुरो बुझ्यौ नि? जस्तै 12 भन्दा माथि रोल नम्बर भएको कतिजना छन्, एकजना रहेछ, त्यो पनि को रहेछ, जुबेर रहेछ। यसरी चाहिँ लाइक क्वेरी गर्नु छ। म एकदम सिम्पलेस्ट फर्म अफ क्वेरी सिकाएको है। कसरी एउटा टेबल बनाउने, जस्तै यो कोडले के गर्यो, टेबल बनायो, यो कोडले के गर्यो, यो कोडले के गर्यो, टेबलमा मान्छेलाई हाल्यो, यो कोडले के गर्यो, टेबललाई सर्ट आउट गर्यो। जस्तै अब मैले कुनै एउटा स्पेसिफिक, जस्तै मिलियन्स अफ रोजहरू छ, मलाई एउटा स्पेसिफिक आइटम चाहिएछ, मलाई चाहिँ जुबेरै चाहियो, जसको रोल नम्बर 13 थियो भने चाहिँ मैले के गर्न मिल्छ भने वेल रोल इज इक्वल टु 13 गर। मलाई जुबेर आयो, रोल इज इक्वल टु 12 गर, दिवेक्षा आयो। ठिक छ? यसरी चाहिँ लाइक स्पेसिफिक रो नै निकाल्न मिल्छ, मल्टिपल कन्डिसनहरू राख्न मिल्छ। जस्तै अब यसमा मैले वेट, कलर, त्यसपछि अब हुन्छ नि अरू सब्जेक्टहरूको मार्क्स राखेको भए चाहिँ मैले कस्तो क्वेरी गर्न मिल्थ्यो भने सेलेक्ट एस्ट्रिक भनेको सबै सेलेक्ट गर, फ्रम कहाँ, डब्लुआरसी स्टुडेन्ट जसको मानौँ फिजिक्समा 70 भन्दा माथि आएको छ, कार्टोग्राफीमा 60 भन्दा माथि आएको छ, र चाहिँ ल रिमोट सेन्सिङमा फेल भएको मान्छे भेट्टा मलाई भनेर यस्तो खाले क्वेरी गर्नु पर्यो भने तिमीले के गर्न मिल्छ भने वेल रोल इज इक्वल टु यो एन्ड जस्तै अब यहाँ सब्जेक्ट हुन्थ्यो भने के हुन्थ्यो, सब्जेक्ट इज इक्वल टु, अथवा ल मान चाहिँ सब्जेक्ट भनौँ न, ल कार्टोग्राफी भन्ने कोलुम थियो, कार्टोग्राफीको चाहिँ ग्रेटर देन 60 स्कोर एन्ड अब जस्तै फिजिक्समा फेल भएको मानौँ न, जस्तो ल वेयर फिजिक्समा फेल भनेको फिजिक्स इज लेसर देन 32। यसले के भन्यो, कार्टोग्राफीमा पास भएको मान्छे भेटाउँछ, म रोल हटाइदिन्छु अहिले सो द्याट कोही अब जस्तै कार्टोग्राफीमा पास भएको मान्छे र फिजिक्समा फेल भएको मान्छे मलाई भेटाइदे भन्यो भने यसले भेटाइदिन्छ। लाइक यसरी चाहिँ सिम्पलेस्ट क्वेरीहरू फर्म गर्न मिल्छ। ठिक छ? यसलाई यो त नन स्पेसियल सिकाउँदैछु मैले अहिले, स्पेसियलतिर हामी गएको छैनौँ। स्पेसियल चाहिँ यही पोखराबाट गर्न मिल्छ। जस्तै यसमा जियोमेट्री भन्ने कलम छ होइन, यहाँ जियोमेट्री भन्ने कलम छ, अनि यो भ्यालुमा क्लिक गर्यौ र यसमा क्लिक गर्यौ भने तिमीले देख्छौ, पोइन्टै देख्छौ यहाँ, अनि क्लिक गर्यो भने त्यसको एट्रिब्युट नि आउँछ, यहाँ फुच्चे आइकन पनि देखाउँछ। स्पेसियल क्वेरीतिर त हामी गएको छैनौँ। मैले अहिले बेसिक के सिकाएको भन्दाखेरि चाहिँ मैले एउटा सिम्पल नयाँ टेबल क्रिएट गरेर तिम्रो एउटा त्यसमा भ्यालु हालेर अनि कसरी त्यसलाई चाहिँ रिट्राइभ गर्न मिल्छ, वेयर रोल इज इक्वल टु, एक्चुअली यो गिटअपमा नै हालिदिनु पर्यो है, क्वेरी सम्झेर के बस्छौ तिमीहरू, सम्झिने कुरो भएन, मैले सम्झिँदैन क्वेरी सम्झिने कुरै होइन क्या। यो चाहिँ कसरी क्वेरी गर्ने, कसरी चलाउने, कस्तो कुराको पोसिबिलिटी छ भन्ने कुरा थाहा भएपछि यो क्वेरी त जति नि पाइन्छ। यहीँ जस्तै अब सिन्ट्याक्सहरू तिमीहरू कन्फ्युज भयो भने राइट क्लिक गरेर जेनेरेट एसक्युएलमा गयो भने सिलेक्टको सिन्ट्याक्स यहीँ छ, इन्सर्टको सिन्ट्याक्स यहीँ छ, अपडेटको पनि छ, डिलिटको पनि छ, मर्जको छ, लाइक धेरै कुराको सिन्ट्याक्सहरू छ। डिटिएल भनेको चाहिँ त्यो पुरै टेबलै कसरी क्रिएट गर्ने भन्ने सिन्ट्याक्स हुन्छ यहाँ, बुझ्यौ? जस्तै अब डब्लुआरसीको डिटिएल यहीँ आयो, यो टेबल बनाउनलाई क्वेरी कुन हुन्छ भनेर यहीँ देखाइदिन्छ। ठिक छ? सो क्वेरीको चिन्ता मान्नु पर्दैन, थाहा चाहिँ हुनु पर्यो कि कस्तो कस्तो खाले क्वेरी अपरेसनहरू गर्न मिल्छ। जस्तै अब म यो पनि उसमा राखिदिन्छु है त, गिटअपमा राखिदिइहाल्छु। रोक, तिम्रो यो चाहिँ क्वेरी बेसिक टेबल भिजुअलाइजेसन, यसमा चाहिँ म तिमीलाई एउटा नयाँ बनाइदिन्छु, नन स्पेसियल टेबल अपरेसन है, प्र्याक्टिस विथ नन स्पेसियल टेबल्स, क्रिएट टेबल है, एसक्युएल हो मेरो। अब एउटा डब्लुआरसी स्टुडेन्ट, त्यसपछि अब अर्को म बनाइदिन्छु तिमीहरूको इन्सर्ट भ्याल्यु हैन, इन्सर्ट भ्याल्यु। अब यसको चाहिँ एसक्युएल कता गयो मेरो डिबिभर, म बोलेको सुन्ने हो कि म एक्लै बोलिरहेको?
भन त सुन्नुहोस् दाइ धेरै इन्फर्मेसन भयो होला म यही रोक्छु योभन्दा बढी भन्दिनँ इन्फर्मेसन है अरू बोली गरौँला सँगै गऱ्यो भने बल्ल मजा आउँछ नत्र भने त काला अक्षर भैँसी बराबर हुन्छ इन्सर्ट भयो त्यसपछि अनि अर्को भनेको रिट्राइभ रोज अब क्वेरी कसरी गर्ने भन्दा चाहिँ एसक्यूएल ओके यसलाई चाहिँ बेसिक टेबल भिजुअलाइजेसन नन स्पेसियल अब चाहिँ यो चाहिँ तिम्रो स्पेसियल टेबल भिजुअलाइजेसन ओके ल मैले एउटा डकुमेन्टेसनै बनाइदिएँ बाई चान्स यो बिर्स्यौ भने चाहिँ लाइक सिम्पल टेबलहरू तिमीले अब डब्ल्युआरसी स्टुडेन्ट बाहेक अरू टेबलहरू पनि क्रिएट गरेर हेर्नु भ्यालुहरू मल्टिपल हालेर हेर्नु होइन रिट्राइभ गर्नु अनि त्यसपछि मैले भर्खर पुस गरिदिइहाल्छु ल फेरि बिर्सिन्छु मैले गिट नजानेको मान्छेहरूलाई पनि यो चाहिँ कसरी गरेको भने मैले सिम्पल केही चेन्जेसहरू गर्नु पर्यो भने यति सिम्पल हुन्छ गयो एडिट गर्यो अनि कमेन्ट गरेर पठाइदिन मिल्छ है एडिट इन्स्ट्रक्सन्स फर नन स्पेसियल टेबल है त अब यो चाहिँ तिम्रो गिटअपमा आइसकेको हुनुपर्छ ल यसमा तिमीले रिलोड गर्यो भने यहाँ आइसक्यो है त टेबल कसरी क्रिएट गर्ने कसरी इन्सर्ट गर्ने र कसरी चाहिँ त्यो रोहरू तिमीले रिट्राइभ गर्ने यहाँ टक्क कपी गरेर उता लगेर पेस्ट गर्दा हुन्छ है त ठिक छ आज यति नै गरौँ धेरै इन्फर्मेसनहरू फेरि फ्लडेड हुन्छ मैले चाहिँ जस्तै म स्पेसियलतिर गइनँ म चाहिँ के आस्क गर्न चाहन्छु भन्दाखेरि चाहिँ मेक स्योर यु हेभ डकर इन्स्टल्ड अन यर सिस्टम डकर इन्स्टल भएको अब कतिजना छन् एकचोटि हात उठाउँ त सबैले उठाउ त डकर इन्स्टल भएकोहरूले डकर इन्स्टल भएको जतिले हात उठाउ ओके उठाउँदै जाऊ अरू केही इन्स्टल नभए पनि डकर मात्र इन्स्टल भएको लाइक त्यो डकरको लिङ्कमा गएर डाउनलोड डकर गरेर इन्स्टल गर्दा डकर खुलेको मान्छेहरूले हात उठाउ ओके ओके यु क्यान रेज लोवर योर ह्यान्ड्स नाउ ओके अब मलाई डकर इन्स्टल नभएकोहरूले चाहिँ अघिको भाइ बाहेक अरू विशाल भाइ बाहेक डकर इन्स्टल नभएकोहरूले के प्रब्लम फेस गर्यो मलाई भन त डकर इन्स्टल नभएकोहरूले के प्रब्लम फेस गर्यो ओके बोल्न एकदम साइज हो क्या हो डकर इन्स्टल नभएकोले हात उठाउ त दाइ हजुर डकर चाहिने नै हो र दाइ अझै पेजिएडएल मात्रै हुन्न दाइ पिजी एडमिनले मात्रै चाहिँ हुँदैन तिमीलाई पोस्टग्रेस पनि चाहिन्छ होइन डकर भयो भने एकदम सजिलो हुन्छ भनेर हो पिजी एडमिनले मात्र चाहिँ हुँदैन पोस्टग्रेस इन्स्टल गर पोस्टजिआइएस इन्स्टल गर र पिजी एडमिन यो तीनटा कुरा भयो भने चाहिँ हुन्छ पोस्ट डकर नभएकोले के गर्ने पिजिएडमिन अनि पोस्टजिआइएस दुईटा र पोस्टग्रेस मैले यहाँ लेखिदिएको छु हेर त यसमा मैले लेखिदिएको छु म्यानुअल इन्स्टल भनेर छ नि पोस्ट जिआरएसक्यूएल डाउनलोड गर्दाखेरि त्यसमै पिजिएडमिन आएको थियो पोस्टग्रेस एसक्यूएल डाउनलोड गर्दा पिजी एडमिन त्यो तिमीले कम्बोवाला गर्यौ ठिक छ केही फरक पर्दैन पिजी एडमिन र पोस्टग्रेस दुइटै छ भने ओके अनि पोस्टजिआइएस के बेग्लै हो र कि पोस्टजिआइएस बेग्लै हो पोस्टजिआइएस एउटा एक्सटेन्सन हो के पोस्टग्रेसको यो चाहिँ यसलाई बेग्लै इन्स्टल गर्नुपर्छ तिमीले अरू कोही नत्र युट्युबमा चाहिँ
टेकले नि भिडियो बनाइदिएको थियो जस्तो लाग्छ रहेनछ भने म विन्डोजमा भिडियो बनाइदिउँला टन्नै भिडियोहरू पाउँछौ तिमीले जस्तै अब यसमा भिडियो छ पोस्टग्रेस र पोस्टजीआईएस इन्स्टल गर्ने यसमा पनि भिडियो छ पोस्टग्रेस र पोस्टजीआईएस कसरी इन्स्टल गर्ने हैन अब यसमा पनि छ लाइक यु क्यान गो एनी रुट तिमीसँग पोस्टग्रेस पोस्टजीआईएस र पिजी एडमिन छ भने डकर चाहिँदैन नत्र डकर छ भने केही पनि चाहिँदैन ठीक छ इफ कोहीसँग लाइक डकर इन्स्टल नभएको तिम्रो इन्स्टल किन नभएको पनि मलाई थाहा छ छाउन चाहिँ जस्तै इन्स्टल WSL इन विन्डोज तिमीले यो इन्स्टल गर्यो भने तिमीमा डकर चल्छ जस्तै म यो WSL इन्स्टल गरेर ट्राई गर्छु बाबुले पकाएर म मिटमा पनि पठाइदिन्छु यो WSL इन्स्टल गरेर यो गर्यो भने डकर चल्छ चलेन भने पनि म एउटा यस्तो गरिदिउँला टन्नै युट्युबमा भिडियो छ छैन भने पनि म एउटा सिम्पल भिडियो बनाइदिउँला नि त कसरी इन्स्टल गर्ने भनेर है त ओके ल यो बाहेक अरू डकर इन्स्टल नभएको अथवा पोस्टग्रेसहरुमा केसैमा प्रब्लम इन्स्टलेसनमा प्रब्लम भएकोहरुले एकचोटि हात उठाउ त कसैलाई नि प्रब्लम छैन ओके ओके त्यसो भए अब लाइक कन्टिन्यू सेसन भोलि अथवा पर्सि कसरी मिल्छ लाइक म अर्गनाइजरसँग टक गरौँला कुनै एउटा कन्टिन्यू म यसको फलोअप सेसन गरिदिन्छु त्यो सेसनमा चाहिँ मेक स्योर यु हेभ डकर इन्स्टल्ड अन योर सिस्टम गिट इन्स्टल यो दुईटा चाहिँ जसै होस् डकर छैन इन्स्टल भए छैन म्यान्डेटरी छैन यु क्यान इन्स्टल लाइक यो म्यानुअल स्टेपमा जानु पोस्टग्रेस पोस्टजीआईएस डिभीवर पिजी एडमिन वाट एभर इज यु आर कम्फर्टेबल विथ द्याट्स ओके यो तीनटा चाहिँ इन्स्टल गरेर जस्तै आउनु आइदर डकर इन्स्टल गर्नु र डकर कम्पोज अप गर्दा भयो भने सकिहाल्यो हैन भएन र भने पनि यो तीनटा मध्ये यो दुईटा मध्ये केही चाहिँ इन्स्टल गरेर आउनु र वी क्यान फर्दर कन्टिन्यू है त होस्टलाई चाहिँ म ब्याक दिन्छु है त यो Thank you so much, Chidis Dai. एकदमै इन्साइटफुल फ्रुटफुल भयो जस्तो लाग्यो मलाई यो सेसन अनि अब हामी अर्को सेसन चाहिँ सकेसम्म टाढो राख्छौँ भोलि या पर्सिमै दाइले भने जस्तै सो या अब आजलाई यति नै भइहाल्यो अनि हामी चाहिँ फिडब्याक फर्म पठाउँछौँ हजुरहरूलाई मेलमा सो प्लिज मेक स्योर हजुरले त्यो फिडब्याक फर्म भर्नुहुन्छ एन्ड अर्को सेसनको लागि चाहिँ हामी मेल पनि गर्ने नै छौँ So yeah, thank you so much everyone for joining us. अनि I hope हजुरले पनि यो सेसनलाई चाहिँ फ्रुटफुल भएको पाउनु भयो होला एन्ड या अभियसली दाइ हाम्रो रेकर्डिङ पठाउँछौँ हामीले मेलमा सो डोन्ट फर्गेट टु चेक इट आउट अनि थ्याङ्क यू सो मच एभ्रिवान हजुर सरू चौधरी दाइको युट्युब च्यानल होला छैन नि ए सुनटुबी पनि होइन म त्यस्तो युट्युब गाई छैन फेरि गाह्रो छ युट्युब हाम्रो टेकेको छ जियो डेप भन्ने छ त्यसमा पनि धेरै ट्युटोरियल छ युट्युब टन्नै भेटाइन्छ म चाहिँ धेरै जसो डकुमेन्टेसनहरू लेखिरहेको हुन्छु लाइक यस्तो डकुमेन्टेसनहरू मैले च्याटमा ड्रप गरिदिएको छु यो डकुमेन्टेसनहरू फलो गर युट्युबमा टन्नै भिडियोहरू पनि छ र इभेन्टहरू पनि भइरहेको हुन्छ युट्युबमा अलि धेरै लाइक म त्यति त्यो एनर्जी धेरै जान्छ कि युट्युबमा ओके थ्याङ्क यू एभ्रिवान यति नै हो है चितिस दाइ अनि हजुर यति नै हो मैले यो पठाइदिएको छु मेक स्योर डकुमेन्टेसन फलो गर मैले त्यहाँ सकेसम्म स्क्रिनसटहरू सबै हालिदिएको छु होइन स्टेप बाई स्टेप छ र त्यसबाट जानु लाइक इफ यु इन्काउन्टर एनी इस्यु लाइक नेक्स्ट सेसनमा गर्न सक्छौँ अर यु क्यान ड्रप इन्टु इन्जिनियरिङ च्यानल इन वेस्ट यो नेपाल होइन त्यसमा लाइक केही क्वेसनहरू भयो भने जस्ट फिल फ्री टु ड्रप बाई जस्तै अब पोस्टग्रेस इन्स्टल भएन पोस्टजीआईएस इन्स्टल भएन त्यसमा ड्रप गर्नु त्यसपछि अनि हामी त्यहाँ हेल्प आउट गर्न सक्छौँ
है त Yes, thank you. Okay. Thank you, everyone.